नमस्कार सरलाई आजको कार्यक्रममा स्वागत छ। त्यो स्केममा जनरली के हुन्छ भने भिक्टिम आफै इन्भल्भ हुन्छ, द्याट्स वाइ वी कल द स्केम। फ्रडमा चाहिँ भिक्टिमलाई थाहा हुँदैन, एकचोटि हुन्छ भयो। तर स्केम भनेको के हो त, उसलाई थाहा छ ठगिरहेको छ, कन्टिन्युसली उसलाई चाहिँ सपोर्ट गरिरहेको छ, पे गरिरहेको हुन्छ, त्यही कुरा सेयर गरेको अवस्था छ। एक्ज्याक्ट कमी चाहिँ के हो सर, टेक्नोलोजिकल हामी पछाडि परिरहेका हौँ कि या त पिपल वाइज वी आर ब्याक होइन, पिपल प्रोसेस र टेक्नोलोजी भयो। डकुमेन्टेसन होला, कसरी काम गर्ने भन्ने कुरा यो समयअनुसार सुधार्न टेक्नोलोजी केही भित्रिएको छ, तर आफ्टर अल टेक्नोलोजी भित्रिए पनि त्यसलाई चलाउने त पिपलै हो। फेरि वेन यु टक अबाउट सिस्टम, सबै कम्पोनेन्टको आफ्नो रोल हुन्छ, त्यसैले तिनटै कम्पोनेन्ट तपाईँले भने जस्तो त्यत्तिकै इम्पोर्टेन्ट छ। तर बढी जस्तो मैले देखेको अहिले पिपलको खाँचो चाहिँ छ। स्क्यानरमा ल्यापटप हाल्दा अरूको जस्तै देख्यो, सफ्टवेयर के चाहिँ देखिएन होइन, डेटा के चोरेर लग्यो स्क्यानरमा त्यो पनि देखिएन। सो आर वी रेडी टु ट्याकल द्याट? एभ्री डे हन्ड्रेड्स अफ केसेस कम टु ब्युरो, एभ्री सिङ्गल डे। एउटा फाइल पल्टाउन हेर्न भ्याएको छैन, भोलिपल्ट 2टा नयाँ फाइल आइसक्छ। डु वी हेभ द्याट डिप्लोमेटिक ग्याप? कम्प्लिटली नरोकौँ, चल्न दिउँ, तर त्यस्ता गतिविधि हुँदा त्यसलाई रोक्न लागि त प्रविधि छ नि त। एआई रिलेटेड क्राइमको कुरामा चाहे डिप फेकको कुरा होला, अहिले एन्ड टु एन्ड इन्क्रिप्सनको कुरा आइरहेछ प्राइभेसीसँग जोडेर हेर्दा, यसले गर्दा पनि लाइक डिभाइसेसहरूमा फोरेन्सिक्सकै टाइममा अलिकति इन्भेस्टिगेसन च्यालेन्ज थपे जस्तो लाग्छ। थपिएकै हो यो। प्राइभेसीलाई यति गरेको छ, इम्पोर्टेन्ट दिएको छ, जुन चाहिँ ह्युमन राइट्सको एउटा मेन एजेन्डा भनेको छ। व्यक्ति गोपनीयता चाहिँ हरेकले भन्छ, अब स्पेसली युरोप अमेरिकातिर त त्यो जिडिपिआर कम्प्लाइन्ट नभइकन त आउँदैन। आज आएर त्यो भिडियो मर्फ गरिदिएर कसैलाई ब्ल्याकमेलिङ गर्ने कुरा होला, या त कसैको भोइस चेन्ज गरिदिएर म चाहिँ एक्सिडेन्ट भएको छ आउनु भनेर लुटपाट गर्ने कुरा होला। त सबै क्राइमहरू डिजिटल पेमा जाँदैछ। प्रहरी तयार छ सर भोलि? नमस्कार, सबैलाई स्वागत छ। आज हाम्रो अतिथिको रूपमा चाहिँ अहिले साइबर ब्युरोका प्रवक्ता दीपक राज अगस्तीजी आउनुभएको छ। हजुरलाई कार्यक्रममा स्वागत छ। थ्याङ्क यू, धन्यवाद। सो सुरुबाट सुरु गरौँ, सरको पनि विगतबाट। सो अहिले चाहिँ हजुर प्रवक्ता भएर साइबर ब्युरोमा पोस्टेड हुनुहुन्छ। नेपाली सरकारी सेवामा अझ प्रहरीमै जान्छु भन्ने सोच चाहिँ कहाँबाट आयो सर? लगभग 19 वर्ष पुरा भयो नेपाल प्रहरीमा। एक्चुअली भन्दाखेरि म चाहिँ नेपाल प्रहरीमै काम गर्छु भन्ने हिसाबले आएको होइन। जब आइटीमा ग्रेजुएसन गरेँ, ब्याचलर पास गरेँ, म चाहिँ एउटा टिचिङ पेसामा इन्भल्भ थिएँ, म पढाउँथेँ। त्यसपछि सडनली भ्याकेन्सी खुल्यो र त्यो अनुसारको दिइएको अवस्था हो। तर इन्ट्रेस्ट भएर नै प्रहरीमै गर्छु भन्ने होइन। अब एक हिसाबले सरकारी जागिरमा दिनुपर्ने, डिफ्रेन्ट ठाउँमा ट्राई गर्दाखेरि लोकसेवा आयोगबाटै हुन्थ्यो हाम्रो जाँचहरू, त्यो भए हुनाले त्यसरी चाहिँ प्रवेश गरेको अवस्था चाहिँ त्यस्तो छ। अहिलेको जमात अथवा पहिलाकै जमात हेर्दा पनि आइटी पढेपछि विदेशी कम्पनीमा काम गर्ने अथवा सफ्टवेयर इन्जिनियर बन्छु भन्दै गर्दा आउट अफ नोवेयर इन्सपेक्टर बनेर आउँदै गर्दा फ्यामिलीमा रियाक्सन कस्तो थियो सर? अब सिचुएसन अलि वर्स थियो त्यतिखेर। 2062 62को केस हो। त्यतिखेर हाम्रो हुन त त्यति तत्कालीन जनयुद्ध जुन थियो त्यो पनि चलिरहेको थियो होइन, सिचुएसन अलिक वर्स थियो। र जहाँ म पढाउँथेँ स्कुलमा, त्यहाँको टिचरहरू विद्यार्थी पनि एकदमै मन पराएको थिए। यहीँ गर्नुहोस् तपाईँ एउटा पर्मानेन्टको रूपमा भन्ने मलाई अफर पनि आइरहेको थियो। तर सरकारी जागिर भने जनरली चाहिँ इम्पोर्टेन्टै हुन्छ एक हिसाबले, त्यो हिसाबले चाहिँ म चाहिँ एपोइन्टेड भएँ। र अलि चाहिँ अप्ठ्यारो अवस्था चाहिँ थियो त्यतिखेर, तर गर्नुपर्ने कुरा धेरै थिए। त्यतिखेर थाहा पनि हुँदो रहेछ डिरेक्सन कहाँ हो, कहाँ जाने, के जाने। त्यतिखेर जस्तो अहिलेको यङ जेनेरेसन जति आफ्नो भविष्यको बारे चिन्तित छ अथवा सोच्छ, त्यति सायद हाम्रो जमानामा थिएन कि जस्तो लाग्छ। किनभने म त्यो ठाउँमा आफूलाई राखेर हेर्दाखेरि, अहिलेको यङ जेनेरेसनलाई हेर्दाखेरि उनीहरूको सोच छ, एउटा प्लान छ फ्युचरको लागि सबै कुरा। र हामी त्यतिखेर चाहिँ त्यो अवस्थामा थिएनौँ कि जस्तो लाग्छ म आफूलाई निहाल्दा। आई डोन्ट नो अबाउट अदर्स, तर आफूलाई इभ्यालुएसन गर्दाखेरि जागिरहरू चाहिने, एउटा सस्टेन हो सुरुमा भन्ने हिसाबले थियो कि जस्तो लाग्छ मलाई। सो रिक्रुटमेन्टमा नै हेर्दाखेरि टेक्निकलमा आउनुभयो कि जनपद? हाम्रो टेक्निकल हुन्छ, कम्प्लिटली टेक्निकल हुन्छ नेपाल प्रहरीमा। सुरुमै छुट्टिन्छ यो, तर पहिला नियम थियो टेक्निकलबाट फेरि जनपदमा पनि जाने, जनपदबाट त्यो चेन्ज गर्न मिल्ने थियो। तर त्यो पछि नियमावलीमा संशोधन भएर अहिले चेन्ज गर्नु पनि मिल्दैन। तर त्यतिखेर हाम्रो जमानामा चेन्ज गर्नु पनि मिल्ने अवस्था थियो। तर चाहिँ हरेक क्षेत्र छ, जस्तो टेक्निकलको पनि आइटी छ, कम्युनिकेसन छ, हाम्रो तपाईँको यो विधि विज्ञान भन्ने छ, छुट्टै छ होइन।
यो सबै क्षेत्रहरू छन् जहाँ चाहिँ हाम्रो सुरुमै रिक्रुटमेन्ट चाहिँ छुट्टिएर आउँछ, त्यस्तो चाहिँ छ। सो इन्जिनियरिङ लाइक पुलिसभित्रकै इन्जिनियरिङ पनि एउटा टेक्निकल पार्ट भयो। सो एउटा यङ्स्टरलाई म प्रहरी बन्छु भन्दै गर्दा उसले ड्युटी मात्र नगरेर कुनै कम्प्युटरमा बसेर कुनै क्राइम सल्भ गर्ने टाइपका केसेसहरू पनि प्रहरीमा चाहिँ छन्। इनिसियली जतिखेर त हामी रिक्रुट भएको थियौँ त्यतिखेर क्राइमको हिसाबले भन्दा पनि अटोमेसनलाई जोड थियो कि हाउ क्यान वी इम्प्रुभ अवर डेली वर्क युजिङ द इन्फर्मेसन टेक्नोलोजी समथिङ लाइक द्याट, अर कम्युनिकेसन कसरी रोबस्ट गर्ने एउटा सपोर्टको रूपमा टेक्नोलोजीलाई हेरिन्थ्यो र त्यो अनुसार नै थियो। जस्तो म रिक्रुट हुँदाखेरि मेरो चाहिँ भेकेन्सी भएको थियो जिआइएसमा चाहिँ अलि नलेज भएको, मैले जिआइएसमा काम पनि गरेको थिएँ, मेरो मास्टर पनि जिआइएस हो। त्यो भएको हुनाले एउटा इन्ट्रेस्ट भएर छिरे जिआइएस कसरी इम्प्लिमेन्ट गर्ने त, एउटा छुट्टै विधा हो त्यो होइन, त्यसरी थियो डिजायरेबल भनेर भनिएको थियो त्यति पोस्टमा हुँदाखेरि। त्यो भएको हुनाले त्यतिखेरको सूचना प्रविधि प्रहरी अथवा जहाँ जुनसुकै क्षेत्रमा पनि के थियो भने अफिसलाई अटोमेट कसरी गर्ने, अब हाम्रो क्षेत्र स्पेसली गर्ने हो भने सूचना प्रविधि डाटाबेसहरू कसरी बनाउने, सुरक्षित कसरी डाटाबेस राख्ने, जस्तो इन्डाइरेक्टली त्यसले क्राइम इन्भेस्टिगेसनलाई सपोर्ट गर्ला, जस्तो क्राइमको डेटाबेस बनाउने होइन, दिनभरि हाम्रो यो देशभरिमा घटनाहरू कस्ता भइरहेछन् त्यसको डेटाबेस बनाउनु पर्ने अवस्था होला, या इन्टरनली अर्गनाइजेसनको ह्युमन रिसोर्सको डेटाबेस बनाउनु पर्ने होला, या पेरोलको डेटाबेस बनाउनु पर्ने होला। सो हाउ क्यान यू इम्प्रुभ द इन्टरनल कम्युनिकेसन सिस्टम युजिङ द इन्ट्रानेट भन्ने कुरा होला होइन, हाउ क्यान यू एक्सटेन्ड अवर नेटवर्क थ्रु आउट द कन्ट्री भन्ने कुरा होला। यस्तो जहाँ चाहिँ अटोमेसनको कुराहरू छ त्यहाँ फोकस थियो क्या सुरुमा। यो पछि आएर जस्तो साइबर ब्युरो पनि 2075 सालमा हो विकास भएको, अब चाहिँ त्यसपछि मान्छेले बिस्तारै के भयो त क्राइमहरू जुन साइबर क्राइम बढ्दै गए, अब डेडिकेटेड युनिट चाहिन्छ र हामीलाई चाहिँ त्यहाँ जनशक्ति चाहिन्छ भन्ने हिसाबले आएको कुरा हो। तर दुर्भाग्य अहिले पनि हाम्रो चाहिँ त्यही साइबर सिक्युरिटी भनेर नै भ्याकेन्सी अथवा एक्सपर्ट नै चाहिन्छ भन्ने हिसाबले गएको अवस्था चाहिँ छैन। फेरि त्यही छ, हाम्रो रिक्रुटमेन्ट त्यसरी नै हुन्छ, पछि चाहिँ हामी छुट्टिँदै जान्छौँ कहाँ जाने फिल्डमा। तर आइटीकै मान्छे हो जुन चाहिँ रुटिनले चाहिँ चेन्ज भइरहेको हुन्छ, इन्भेस्टिगेसनमा जाने कि नेटवर्क सिक्युरिटीमा जाने कि डाटाबेस एडमिनिस्ट्रेटर बन्ने कि होइन डाटा सेन्टरको सिक्युरिटी हेर्ने कि, त्यो चाहिँ पछि छुट्टिँदै जान्छ। रिक्रुट हुँदाखेरि चाहिँ इन जनरलै हामी लोकसेवाको एउटा सिलेबस छ त्यो आधारमा हुन्छ र पछि चाहिँ अब त्यो बसले हाम्रो जुन चाहिँ सुपरभाइजर हुन् अथवा हाम्रो सरहरू हुनुहुन्छ उहाँले चाहिँ अब उहाँको क्यापेबिलिटी के छ, राइट म्यान राइट पर्सन, त्यसरी चाहिँ छुट्याउँदै गरेको अवस्था चाहिँ छ। अहिले पनि त्यही छ अवस्था चाहिँ। अनि सर ब्युरोमा जाँदै गर्दा नि हाम्रोमा पनि यहाँ केसेसहरू आउँछ, एउटा कुनै पनि सेक्युरिटी प्रोफेसनलको इनबक्स चाहिँ सायद मेरो फेसबुक आइडी ह्याक भयो भन्ने लिस्टले नै भरिएको छ कि सरको अवस्था हेर्दाखेरि चाहिँ आज कस्तो टाइपको केसेसहरू धेरै छन् सर? साइबर ब्युरोमा मैले लगभग कति भयो 15-16 महिना जति हुन थाल्यो आएको भनेपछि 2 फिस्कल इयर भयो। 79-80 नेपालीको कुरा गर्ने हो भने आर्थिक वर्ष 79-80, 81-81 अहिले अब सकिन्छ भनेपछि 79-80मा 19,730वटा निवेदनहरू परेका थिए, अहिले लगभग 17,000 पुगिरहेछ। र त्योलाई कम्पेयर गर्ने हो भने तपाईँले भने जस्तै जुन ह्याकिङको पार्ट थियो 79-80मा सबभन्दा बढी थियो, सामाजिक सञ्जाल एकाउन्टहरू ह्याक हुने र त्यसलाई चाहिँ गलत प्रवृत्ति अथवा गतिविधिहरूमा लगाउने, जस्तो तपाईँलाई चाहिँ आफन्तहरूलाई ठग्ने ह्याकिङ गरिसकेपछि अथवा इम्पर्सनेट भएर तपाईँको चाहिँ अर्कालाई चाहिँ चरित्र हत्या गर्ने होइन त्यो मान्छे बनेर, अथवा त्यो भएर जुन चाहिँ हाम्रो वर्तमान कानुनले चाहिँ जुन बन्देज लगाएका छन् पब्लिकेसन गर्नुपर्ने कुरा, जस्तो चाहिँ 1xBetकै कुरा होला या क्रिप्टोलाई इलिगल भने आज त्यस्तो कुराहरू होला या के छ जस्ता कुराहरू नेगेटिभ कुराहरू गर्ने, त्यो चाहिँ भइरहेको अवस्था थियो। ह्याकिङको कुरा तपाईँले भने जस्तै फर्स्टमा थियो। सेकेन्डमा हेर्ने हो भने विद्युतीय माध्यम सम्बद्ध ठगी भन्छौँ अनलाइनबाट हुने जुन स्क्यामहरू छ त्यो सेकेन्डमा थियो पहिला। त्यस्तै गरी अब स्पेसली चाहिँ महिलाहरू भिक्टिमहरू धेरै हुन्थे, स्पेसली डिफेमको हिसाबले, क्यारेक्टर एसासिनेसनको हिसाबले, चरित्र हत्या गर्ने डिफ्रेन्ट वर्डहरूले होइन त्यो हिसाबले, सेक्सटिङका कुरा थिए, सेक्सटर्सनका कुराहरू थिए त्यो पनि आउँथ्यो। त्यस्तै गरी यो मर्फिङहरू गरेर चरित्र हत्या गर्ने खालका कुराहरू भए र यो सँगसँगै हाम्रो चाहिँ यो जुवेनाइल सम्बन्धी अथवा बालबालिकाहरूलाई सम्बन्धी ती बुलिङका केसहरू या हरासमेन्टका केसहरू त्यस्ता केसहरू पनि थिए। भनेपछि यी थुप्रै केसहरू थियो भने अब ठ्याक्कै यहाँ 80-81मा आएपछि सडनली हेर्ने हो भने ट्रेन्ड चाहिँ के देख्यो भने स्क्याम चाहिँ एकदमै बढ्यो, अनलाइन फ्रड र स्क्याम चाहिँ टपमै आयो अहिले। जस्तो अहिले हाम्रो 17,000 जतिमा चाहिँ 7,000 प्लस चाहिँ हाम्रो चाहिँ केही चाहिँ हाम्रो स्क्यामको छ, लगभग 40% जति एकदमै बढेको अवस्था छ यो आर्थिक वर्षमा। र त्यसपछि मैले अरू भने जस्तै अरू क्राइमहरू पनि छन् र सँगसँगै अब सिरियस केसेसहरू अहिले साइबर डिपेन्डेन्ट क्राइमको कुरा गर्ने हो भने यहाँहरू पनि प्रत्यक्षदर्शी हुनुहुन्छ, नेपाल गभर्मेन्टका धेरै निकायहरूको वेबसाइटहरू ह्याक हुने, डाटा ब्रिचहरू हुने
रेन्समवेयरका केसहरू पनि छन् जुन चाहिँ केही कम छन्, सङ्ख्यात्मक हेर्ने हो भने साइबर इनेबल्ड भन्दा साइबर डिपेन्डेन्ट कम छन्, तर यसको इम्प्याक्ट धेरै हुन्छ, तपाईँलाई पनि थाहा छ। त्यस्ता केसहरू रेन्समवेयरका अट्याकहरू पनि छन्। यो मालवेयरका केसेसहरू आइरहेछ, जसमा चाहिँ हाम्रो डेटाहरूलाई लगेर डार्क वेबमा राख्ने कुराहरू, इभन बेच्ने कुराहरू, त यी चाहिँ संवेदनशील कुराहरू चाहिँ अहिले चाहिँ देखिएका छन्। यी चाहिँ सो हामीले पछिल्लो फाइनेन्सियल इयरमा जुन लगभग 18,000 जतिको केसेसको कुरा गऱ्यौँ, अहिले 17 पुग्यो हजुर होइन, किनकि फाइनेन्सियल इयर आउन बाँकी छ, 1,000 एड हुनै बाँकी होला। मोस्ट प्रोबेबली हुन्छ। साह्रै न्यूनीकरण भएको चाहिँ देखिएन होइन। यसमा सरकारवालाहरूको कमजोरी हो कि के होला सर? धेरै एस्पेक्ट हुनसक्छ। न्यूनीकरण त इरेडिकेट गर्नु इट्स अलमोस्ट इम्पोसिबल भन्छु म होइन। एज अ आइटीकै गाई भए हुनाले पनि, एज अ युजर सूचना प्रविधिको प्रयोगकर्ता भए हुनाले पनि, र ब्युरोमा बसेको अनुभवबाट इरेडिकेटै गर्नुपर्ने, निर्मूलै गर्न सकिने त नहोला, तर सङ्ख्यात्मक रूपमा केही कमाउनु पर्थ्यो कि जस्तो केसेसहरू स्क्यामका आइरहेछन् नि, त्यो त स्क्याममा जनरली के हुन्छ भने भिक्टिम आफै इन्भल्भ हुन्छ। द्याट्स वाइ वी कल द स्क्याम। फ्रडमा चाहिँ भिक्टिमलाई थाहा हुँदैन, एकचोटि हुन्छ भयो। तर स्क्याम भनेको के हो त, उसलाई थाहा छ ठगिरहेछ, कन्टिन्युसली उसलाई चाहिँ सपोर्ट गरिरहेछ, पे गरिरहेको हुन्छ केही प्रलोभनमा परेर। त किन भइरहेछ त? यसो हेर्दाखेरि त एवारनेसको कमी देखियो स्क्यामको कुरा गर्दाखेरि होइन। जस्तो ब्याङ्क खातामा आउँछ, फेरि ओटिपी भन्छ, सेयर नगर भनेको छ, त्यही मेसेजमा पनि आउँछ यो चाहिँ तपाईँको पासवर्ड फरगट भएको ओटिपी हो, कसैलाई सेयर नगर्नु होला भन्छ, त्यही कुरा सेयर गरेको अवस्था छ होइन। यस्ता कुराहरू छन्। अब फिसिङ त पछिको कुरा भयो, फिसिङले लिङ्कलाई त चिन्दैन मान्छे, युआरएल पढ्न त सबैले सक्दैन। जस्तो कनेक्ट आइपिएसकै जस्तो देखिने कनेक्ट एलपिएस भन्ला, आईलाई चाहिँ एल गरिदिएला, त्यस्तोसम्म जान्ने जनशक्ति त पुगेकै छैन अहिलेसम्म। ती भने धेरै हो होइन, खल्तीकै जस्तो देखिने, ठ्याक्कै हुबहु देखिने फिसिङ लिङ्क बनाउला, ती बेग्लै कुरा। तर अहिले सामान्य कुराहरूमा पनि हाम्रो प्रयोगकर्ताहरू चाहिँ सचेत नभएको अवस्था देखिन्छ। त्यसैले एवारनेसको चाहिँ एकदमै ठुलो यो खाडल छ, जसले गर्दाखेरि यो स्केमहरू बढिरहेछ र अन्य अपराधहरू पनि भइरहेछ। जस्तो सामाजिक सञ्जाल चलाउने मात्रै होइन कि यसका सिक्युरिटी प्यारेटको बारेमा थाहा छैन। सो हामी अस्ति इन्टरनल डिस्कसन गरिरहेको थियौँ कि, अनि हामी चाहिँ कस्तो टाइपको कुरा गरिरहेको थियौँ भने दिस इज नट ल्याक अफ अवेरनेस, दिस इज प्योर नेग्लिजेन्स भन्छौँ क्या हामी चाहिँ अहिले। समहाउ यु क्यान से नेग्लिजेन्स, यस। अब कसरी यसलाई भन्ने, अब नेग्लिजेन्स भइहाल्छ नि, तर पीडित भइसकेपछि उसलाई रियलाइज हुने होला त्यो कुरा होइन। तपाईँले भनेको कुरा पनि आइदर यु क्यान से नेग्लिजेन्स अर एवारनेसको कमी। अनि कस्तो हुँदो रहेछ भने मैले नै आफैले रियलाइज गरेको, म साइबर सेक्युरिटीमा यत्रो वर्षदेखि काम गरिरहेको छु, घर गएको बेलामा मम्मीको पासवर्ड अलिकति विक रहेछ होइन, मैले अलिकति स्ट्रङ राखिदिएँ होइन, सी नोज पासवर्ड स्ट्रङ हुनुपर्छ, तर मैले गाली खाएँ क्या सर होइन। त्यही यस्तो अप्ठ्यारो पासवर्ड राख्दैन, मलाई टाइप गर्न गाह्रो भयो भन्ने टाइपको नेरेसन हुन्छ नि। सो मान्छेमा अवेरनेस भन्दा पनि, किनकि प्रायःलाई अब लगभग एउटा लेभल अफ अवेरनेस भइसक्यो, जुन पाए त्यो लिङ्क क्लिक गर्नु हुँदैन, मैले जो पाए त्यसलाई पैसा पठाउनु हुँदैन होइन, चाहे टिभीको माध्यमबाट होस् चाहे जे माध्यमबाट होस्। तर नेग्लिजेन्सले गर्दा पो स्क्याम बढ्या हो कि सर? त्यो पनि त्यसलाई म कसरी भन्छु भने यसलाई चाहिँ जति कुरा हामी पढ्छौँ नि, त्यो पढ्ने कुराहरू पर्याप्त हुँदैन अन्टिल एन्ड अनलेस यु एप्लाई अन युर सेल्फ। इम्प्लिमेन्टेसन भन्छ कि, कार्यान्वयन हुनु पऱ्यो कि। तपाईँको स्ट्रङ पासवर्ड हुनुपर्छ भनेर त पढ्यो, तर खै त एप्लाई गरेको आफ्नोमा तपाईँले भने जस्तै होइन। मल्टिफ्याक्टर अथेन्टिकेसन हुनुपर्छ त खै त। जस्तो एउटा पेन ड्राइभ मैले यहाँ तपाईँका ल्यापटपमा चलाएँ, अब म घरमा जाँदाखेरि हतारै किन खोल्नु पर्ने, एकचोटि स्क्यान गर्न टाइम, त्यो बानी हुनु पऱ्यो, संयम हुनु पऱ्यो। हो, त्यो चाहिँ बानी आफ्नो कल्चरल चेन्ज हुन्छ। तपाईँले भनेको कुरा त्यही हो, नेग्लिजेन्स भन्नुहोस् अथवा कल्चरल चेन्ज ल्याउन सकेन कि मान्छेले आफ्नो बानीमा चाहिँ, त्यो व्यवहारमा चाहिँ परिवर्तन ल्याउन सकेन, त्यही भए छैन चलिहाल्छ नि, भइहाल्छ नि भन्ने हिसाबले त्यो चाहिँ वास्तवमा थ्योरिटिकल जो पढ्छौँ हामी, त्यो चाहिँ व्यवहारमा ल्याउन सक्यौँ भने हामी सुरक्षित हुन्छौँ। या तपाईँले भनेको कुरा पनि ठिक हो, नेग्लिजेन्स भन्नुहोस्, तर मैले बुझेको चाहिँ जहिले पनि म के भन्छु भने त्यसलाई व्यवहारमा ल्याउनुहोस् तपाईँ, नत्र गाह्रो हुन्छ। मलाई पनि आउँछ धेरै। अब जस्तो अहिले पनि व्हाट्सएपमा तपाईँको के भन्दैछ त, स्टेग्नोग्राफी आइरहेछ, नचिने मान्छेको त फोटो मात्र क्लिक गर्ने बित्तिकै तपाईँको मालवेयर एक्टिभ हुने जस्तो सम्भावना देख्दैछु, आइरहेछ कुराहरू। अब यो कसले भन्ने, अब नचिने मान्छेलाई त सिधै ब्लक गर्ने नि, त्यो फोटो त खोल्नै होइन नि त। हो, अब यो बानीमा नलिन्जेलसम्म हुँदैन, हेर्नुहोस् फुल्ली भिक्टिम भइहाल्छन् फेरि। यस्ता कुराहरू छन्, त्यो तपाईँले भनेको कुरा राइट हो। थोरै टाइम अगाडि हेर्दा एउटा नेपाली गर्ल भन्ने एप थियो नि, त्यसको पनि प्रहरीले जब अनुसन्धान गरेको थियो, यसको बारेमा थोरै प्रसङ्ग सुनौ न सर। खासमा म त्यतिखेर इन्भल्भमेन्ट थिएन, यो सायद महाशाखाबाट भएको छ कि कुनबाट भएको छ होइन, तर मैले बुझेअनुसार इट्स अल्सो मालवेयरै हो यो पनि, तर एपिके हो। एपिके भनेपछि मोबाइलका लागि बनाइएको हो, यो डेस्कटपमा हुने भएन, मोबाइललाई चाहिँ भिक्टिम बनाउने भयो, मोबाइलका युजरहरूलाई। र यसो के हुन्छ भने हरेक मोबाइलमा अननोन सोर्सबाट एपहरू इन्स्टल नगर भनेर भनिएकै छ होइन, त्यो चेक गरिँदैन, बाई डिफल्ट त्यो अफ हुन्छ त्यो सिस्टम।
र अननोन सोर्स भने के त नोन सोर्स बाहेक नोन अब के भयो त हाम्रो प्ले स्टोर अथवा एप्पलको एप्पल स्टोर त्यसलाई चाहिँ हामीले नोन सोर्स मानेको अहिलेसम्म किनभने जब पनि त्यो एप्लिकेसन एप्पल स्टोर अथवा प्ले स्टोरमा जान्छ एक लेभलको भेरिफाई भएर मात्र जान्छ त्यो भेरिफाई नभइकन जाँदैन त्यो सुरक्षित छ भन्ने मानिन्छ त्यहाँ पनि केही कुराहरू छन् धेरै कुराहरू छन् त्यहाँ पनि सोच्नुपर्ने कुरा छ तैपनि त्यो लेभलको चाहिँ डेन्जर हुँदैन तर यो कहाँबाट डिस्ट्रिब्युट भएको थियो त वाट्सएपबाट एपिके वाट्सएपबाट डिस्ट्रिब्युट भयो र मान्छेहरूले चाहिँ नेपाली गर्ल एपिकेको नाममा जुन चाहिँ विभिन्न हिसाबले चाहिँ त्यसको अब नेगेटिभ वेबाट त्यसलाई इन्स्टल गरे अनि भिक्टिम हुनु पर्यो जसबाट चाहिँ तपाईँको गतिविधिहरू तपाईँको चाहिँ युजर क्रेडेन्सियलहरू उसले चाहिँ रिभेल भएर उसले चाहिँ त्यसरी पैसा चाहिँ खाली भयो भन्ने सुनियो यो कुरा चाहिँ एपिकेको चाहिँ बारेमा र अहिले एक्ज्याक्टली यस्तै फेरि अर्को मालवेयरहरू पनि आइरहेछ फेरि .exe को रूपमा आइरहेछन् अहिले पनि छन् फेरि झन् स्ट्रङ हुँदै आएछन् अब अवस्था चाहिँ त्यस्तो छ किनकि अब क्रिमिनल माइन्डसेटको कुरा गर्दा नि हजुरले यति टाइमदेखि प्रहरीमा काम गर्नुभयो क्रिमिनलहरू एभ्रिडे पक्रेर लिएर आउँछौँ होइन 2 वर्ष अगाडिको क्रिमिनलको बयानमा उसले भन्ने एन्सर हुन्छ नि जस्तै किन गरिस् अथवा कसरी गरिस् भन्ने जुन प्याटर्न थियो नि त्यो र आज हेर्दा सर कस्तो टाइपको चेन्जेसहरू देख्छौँ हामी अब एक्ज्याक्टली तपाईँले भन्नुसार नेपाली गर्लको मैले जुन थिएँ अहिलेसम्म हाम्रोमा केसमा ब्युरोका मैले आएदेखि चाहिँ के छ भने मेन चाहिँ जो अफेन्डर हो अथवा जो चाहिँ सस्पेक्ट हो त्योसँग पुग्न चाहिँ सकिएको छैन विभिन्न साइबर डिपेन्डेन्टका त्यो च्यालेन्जेसहरू छन् पछि कुरा पनि गरौँला हामीले गर्न सक्यो भने के हो त जसले उसलाई मोबिलाइज गरिरहेछ त्यसलाई मात्रै हो र मोस्टली चाहिँ के छ त फाइनेन्सियल बेनिफिट देखिन्छ मोस्टली चाहिँ तर मेन अहिले पनि यो एपिकेहरू सबै पैसाकै लागि आएका हो नि त तिनीहरूको मोटिभ त त्यही हो आखिर हैन त्यसरी गइरहेछ अहिले जति पनि मालवेयरहरू छन् यो एपिकेहरू छन् र हामीले चाहिँ मेन टार्गेटसम्म पुग्न सकेका छैनौँ यो भन्नै पर्छ हामीहरूले हैन अब यसका लागि चाहिँ धेरै वेहरू होलान् कसरी जाने भन्ने कुरा पछि बेग्लै कुराहरू होला तर चाहिँ जुन हामीले चलाइरहेछौँ ती व्यक्तिहरू यिनको मोटिभ चाहिँ फाइनेन्सियली देखिन्छ अहिलेसम्मको अवस्था हेर्दाखेरि त्यही हो सो हामीसँग भएको प्रब्लम भने चाहिँ टेक्नोलोजिकल अभाव हो कि ह्युमन रिसोर्सको कमी हो कि या त अहिलेको यङ्स्टर छन् नि सरकारी सेवा भन्ने बित्तिकै अलरेडी डराउने टाइपको माहौल देखिन्छ नि त होइन इन्जिनियरिङ पास गरेँ बरु म विदेश गएर पैसा कमाउँछु अथवा एउटा कम्पनी सफ्टवेयर इन्जिनियर बन्छु भन्ने टाइपको माइन्डसेट छ त्यसले गर्दा नयाँ जनशक्ति हुन्छ नि अझै दक्ष जनशक्ति चाहिँ प्रहरीमा छैन सो हामीले यो पनि देख्छौँ सो हामीसँग एक्ज्याक्ट कमी चाहिँ के हो सर टेक्नोलोजिकल हामी पछाडि परिरहेका हौँ कि या त पिपल वाइज वी आर ब्याक होइन पिपल प्रोसेस र टेक्नोलोजी भयो होइन इदर वी आर प्रोसेसली ब्याकवर्ड पिपलली ब्याकवर्ड र टेक्नोलोजिकली अब यहाँले भने जस्तै वास्तवमा साइबर सिक्युरिटीमा यो तीनटै कुरालाई चाहिँ इफेक्टिभली लान सक्यो भने साइबर सिक्युरिटी गर्न सकिने हो पिपल प्रोसेस टेक्नोलोजी अब जतिखेर हामी आयौँ मैले भने हाम्रो उद्देश्य फरक थियो हामी फरक हिसाबले आएका थियौँ यो समयअनुसार सूचना प्रविधिको प्रयोग धेरै बढ्दै गयो हरेक क्षेत्रमा भयो साइबर क्राइमहरू बढ्दै गए तर के भयो त अनफर्चुनेटली सबभन्दा पहिले मैले देखेको मेरो अनुभवमा यो 19 वर्षकोमा जुन पिपल कम्पोनेन्ट छ यो चाहिँ एकदमै विक छ कि जस्तो लाग्छ मलाई किनभने जति दरबन्दी पहिला थियो हैन या जुन हिसाबले हामी ग्रुमिङ भयौँ त्यसमा इन्हेन्समेन्ट मैले त्यति देखिनँ अर्गनाइजेसन वाइज अथवा नेपाल गभर्मेन्ट वाइज इन्डिभिजुअली यु क्यान डु भने तपाईँ आफै इन्डिभिजुअली गर्न सक्नुहुन्छ सर्टिफिकेसन तर सधैँ पोसिबल हुँदैन डिफ्रेन्ट हिन्ड्रेन्सेसहरू हुन्छ किनभने एउटा अफिसरको आफ्नो अफिसको मात्र आफ्नो इन्डिभिजुअल लाइफ मात्र हुँदैन पारिवारिक लाइफहरू हुन्छ फ्यामिली हुन्छ बच्चा हुन्छ सबै हुन्छ त सबैतिर आफूले गर्न सोचेको गर्न सक्दैन त्यसलाई सपोर्ट गर्ने कसले हो त अर्गनाइजेसनले अथवा गभर्मेन्टले त पिपल पार्ट चाहिँ एकदमै अप्ठ्यारोमा छ जस्तो लाग्छ मलाई तपाईँले भने जस्तो गर्नु राइट हो गभर्मेन्टमा हुँदैन अब हामीले आइटी पढेर बाहिर अब इन्सलिङटनमा गरेर उसले चाहिँ कमै आउनु खोज्ला कोही होला कोही इच्छाले आउला होइन जस्तो म पनि आइसकेपछि केही इन्भाइरोमेन्ट देखेँ यस्ता अफिसरहरू पनि देखेँ जहाँ चाहिँ यो सेवा चाहिँ एकदमै राम्रो हो हैन जनताका लागि यो ठाउँभन्दा अरू हुँदैन कि सेवा गर्नलाई भन्ने जस्तो पनि देखेर यहाँ राम्रा अफिसरहरू पनि देखिए जसले गर्दा यो सङ्गठनप्रतिको लगाव राम्रो भएर म पनि एट्याच हुँदै गएँ म पनि यहाँ आएर मात्रै विदेशमै गएर पढेको हो फेरि बसिनँ त्यहाँ पिएचडी गरिनँ मैले फर्केरै आएँ भनेपछि गरौँ के गरौँ भन्ने हिसाबले गर्नुपर्छ भन्ने हिसाबले नै आएको होइन तर तपाईँले भने जस्तै पिपलको चाहिँ कमी के हिसाबले छ भने जुन मलाई त्यतिखेर जुन एउटा जिआइएसमा डिजायरेबल भनेर ल्याएको अहिले त सिनारियो फरक छ होइन त्यो अनुसार चाहिँ हाम्रो लगानी के भयो त कसरी चाहिँ हामीलाई ग्रुमिङ गर्यो त अथवा अहिलेको आवश्यकताअनुसार दरबन्दी त्यो अनुसार बनाउने अथवा त्यो स्किल भएको मान्छे ल्याउने कि धेरै चेन्ज भएको छ नि त मैले पढ्ने कुरा र तपाईँले यङ जेनेरेसनको त आइटीमा त धेरै कुरा छ टेक्नोलोजी चेन्ज भएको छ हो यस्तालाई चाहिँ ल्याउने अथवा ल्याइसकेपछि पनि रिटेन्सन गर्ने यो पोलिसी चाहिँ हाम्रो रिक्रुटमेन्ट रिटेन्सनमा चाहिँ अहिले पनि हामी पछाडि छौँ नट ओन्ली फर नेपाल पुलिस
होल गभर्मेन्ट सेक्टर अवस्था त्यही हो। तपाईँले पनि प्रत्यक्ष धेरै सरकारी कार्यालयमा बस्नु भएको छ, घुम्नु भएको छ, के छ त अवस्था, कसरी गरिरहेछ त? एकजना दुईजना हेरेर हुन्छ त एउटा मन्त्रालयमा अथवा जहाँ पनि, होइन? भनेपछि यत्रो रेस्पोन्सिबिलिटी बोकेको प्रहरीमा हामीले चाहिँ साइबर ब्युरो 2075 सालमा भएको हो, 64 जनाको दरबन्दी हो, स्टिल 64 छ। 6 इयरमा के भयो, 7 इयरै भइसक्यो भनेपछि हो त्यो चाहिँ मैले देखिरहेको छु। अब प्रोसेसको कुरा त यस चाहिन्छ, एसओपीहरू एउटा काइन्डमा एउटा नीतिहरू होला, डकुमेन्टेसन होला, कसरी काम गर्ने भन्ने कुरा यो समयअनुसार सुधार्ने। टेक्नोलोजी केही भित्रिएको छ, तर आफ्टर अल टेक्नोलोजी भित्रिए पनि त्यसलाई चलाउने त पिपलै हो। फेरि टेक्नोलोजीले आफैले गर्ने त होइन, केही हदसम्म गर्ला, तर टेक्नोलोजीलाई चाहिँ चलाउने फेरि मान्छे नै हो। त्यो भावनाले जनशक्ति चाहिँ मैले चाहिँ इम्पोर्टेन्ट देख्छु। when you talk about सिस्टम सबै कम्पोनेन्टको आफ्नो रोल हुन्छ, त्यसैले तिनटै कम्पोनेन्ट तपाईँले भने जस्तो त्यत्तिकै इम्पोर्टेन्ट छ। तर बढी जस्तो मैले देखेको अहिले पिपलको खाँचो चाहिँ छ नेपाल सरकारमा। सो म धेरै प्रहरीहरूसँग काम गरेर हुन्छु, गर्दाखेरि जहिले एउटै क्वेसन आउने गर्छ क्या, प्रहरी कहिले जोइन गर्ने, प्रहरी कहिले जोइन गर्ने। प्रहरी मात्र होइन, गभर्मेन्टल सर्भिसै जोइन गर्दा पनि मेरो पर्सपेक्टिभ, म जस्ता मान्छेले किन जोइन गर्दैनन् होला भन्दा नि, मै जोइन गरेँ, पढेर दुःख गरेर एउटा पोजिसनमा पनि पुगेँ। भोलि गएर मेरा छोराछोरीलाई राम्रो कलेज पढाउन सक्दैन है तेरो बुबाले, किनकि तेरो बुबा चाहिँ एउटा गभर्मेन्ट अफिसर हो भन्ने टाइपको न्यारेसन चाहिँ आज हामी देख्छौँ। गभर्मेन्ट पे स्केल नै हेर्ने हो भने मेरो उमेर 22-23 होइन, आई मेक मोर देन आइजिपी इन दि कन्ट्री होइन। सो सायद मोटिभेसन चाहिँ हाम्रोमा मोनिटरीले पनि कम भयो र राज्यको पट्टिबाट अलिकति मोनिटरी इन्हान्समेन्ट चाहिँ साइबर सेक्युरिटीले गर्नुपर्छ कि जस्तो लाग्दैन सर? हो, तपाईँले भनेको कुरा पनि एकदमै राइट हो, त्यो पनि आफ्नो ठाउँमा छ। मोनिटरी पार्टमा पनि एकदमै गाह्रो छ सरकारी कार्यालयमा। अब यो जुन महँगाई हिसाबले बढिरहेछ त्यसलाई चाहिँ कप गर्न अथवा बच्चाहरूलाई राम्रो शिक्षा दिन, होइन? तर शिक्षाको पनि फेरि अर्कै छ, फेरि त्यसको डाइमेन्सन हेर्ने हो भने फरक हो। जस्तो म पनि प्राइमेरी स्कुलमा आएको हो, 4 कक्षामा एबिसिडी पढायो होइन। यो इन्डिभिजुअलमा पनि डिपेन्ड हुन्छ कसलाई राम्रो भन्ने, बच्चालाई कहाँ पढाएपछि राम्रो भन्ने त त्यो कुराहरू धेरै कुराहरू छन्। तर तपाईँले जुन इक्जाम्पल दिनुभएको छ एउटा राइट कुरा हो होइन। त्यसैले पढाउने कुरामा त आमा बुवादेखि लिएर घरमा गार्जियनले टाइम दिने, जस्तो स्कुलमा पढाए पनि त्यही हो, टाइम जसरी पनि दिनुपर्छ। हेर्नुहोस् अहिले त्यो अवस्था छ, त्यो नभएर पनि होला होइन। र अहिले पढ्नलाई स्कुलै जानुपर्छ भन्ने छैन, इन्टरनेटमा यति मेटेरियलहरू छ, यति चिज छ कि तपाईँले धेरै कुराहरू गर्न सक्नुहुन्छ। त्यति हाम्रो जमानामा थिएन होइन। तर एउटा गाइडेन्स, एउटा गुरु भन्छौँ जो, त्यो चाहिन्छ, जहिले पनि चाहिन्छ। तर धेरै कुराहरू छ र तपाईँले भनेको कुरा पनि राइट हो। राम्रो ठाउँमा लगाउँदाखेरि कुनै बेला फिल हुन्छ गर्न सकिएन कि बच्चाहरूलाई मैले गर्न दिएन सकिनँ कि, एउटा आमा बाबाको कर्तव्य हुन्छ नि त, त्यो पार्ट चाहिँ छ, त्यो हुन्छ। त्यो गर्दाले त्यसले पनि होला। अर्को चाहिँ हाम्रो अब जुन अवस्था देखिरहेछौँ, हाम्रो सुनिरहेछौँ, हामीले भोगिरहेछौँ, यही वातावरण बसिरहेछौँ होइन। त्यसले गर्दा तर अब यसैमध्येमा कोही कोही मात्र निस्किन्छन् कि ल होइन मैले गर्छु नै, जस्तोसुकै अवस्था भयो भने हामीले गर्नुपर्छ भन्ने खालका, त्यो गर्ने हो। त्यो तपाईँले भनेको राइट हो। सो प्रसङ्गमै कुरा गर्दाखेरि हामी जनस्रोतको कुरा गरिरहेछौँ, पिपलको कुरा गरिरहेछौँ। मैले देखेको एउटा सबभन्दा ठुलो प्रब्लम के हो भने, जस्तै अस्ति भर्खरै मैले आफैले पनि गभर्मेन्ट अफ नेदरल्यान्ड्स ह्याक गर्यो। गर्दाखेरि उनीहरूले एउटा टी सर्ट पठायो कि आई ह्याक डच गभर्मेन्ट एन्ड अल आई गट वाज दिस लभजी टी सर्ट होइन। यो टी सर्ट हामीले बल्कमा प्रड्युस गर्दैन, 50 रुपियाँ पनि लागेन हामीलाई, किनकि एथिकल्ली इफ समबडी इज प्रोटेक्टिङ दे आर गिभिङ अवे एज अ ग्र्याटिट्युड भनौँ न। र वर्ल्डभरिका ह्याकरहरू चाहिँ गभर्मेन्ट अफ नेदरल्यान्ड्सलाई प्रोटेक्ट गर्नको लागि लागेका छन्, एथिकल ह्याकर्स भनौँ न। सबैजनालाई अट्याक गर्ने अथवा त्यहाँ बग पत्ता लगाउने अथवा उनीहरूको सिस्टम त्रुटि खोज्ने र सरकारलाई बुझाउने, यो एउटा मोडालिटीमा गएको छ। मोनिटरीले पनि त्यति धेरै खर्च देखिँदैन। हाम्रोमा प्रवृत्ति कस्तो छ भने, कसैले केही भेट्यो, कोहीलाई चलाउँदै गर्दाखेरि पनि वी फाइन्ड समथिङ आउट होइन, र उसले इमेल लेख्यो, सो तपाईँको वेबसाइटमा चाहिँ यस्तो यस्तो छ, अनअधिकृत पहुँच भनेर मुद्दा दर्ता गरिदिने। र यङ्स्टर्सहरू जसले चाहिँ सिस्टम सेफ गर्छु भन्न लागेको मान्छेहरूलाई चाहिँ ल्याएर थुनिदिने, अनि राज्यमा हामीसँग पिपल नै छैन भनेर खोज्ने, यो दुई जिब्रे प्रवृत्ति जस्तो छ। सो यसलाई चाहिँ एथिकल युज अफ पिपल र हामी चाहिँ सेफ हार्बर भन्छौँ के लाग्छ, उसको इन्टेन्सन राम्रो छ भने त्यसलाई राम्रो रूपमा लिने भन्ने कुरामा चाहिँ प्रहरीले कसरी हेर्छ सर? हो, जहाँसम्म तपाईँले भन्नुभयो नि अघि, तपाईँलाई सोधिरहेछन् किन जोइन गर्नु भएन, अब तपाईँले फाइनेन्सियलको कुरा देखाउनु भयो, त्यो राइट हो। तपाईँले यस्तै तरिकाले सहयोग गर्न सक्नुहुन्छ, जुन तपाईँले इक्जाम्पल दिनुभयो नि, एज अ साइबर सिक्युरिटीको रूपमा, एउटा इन्थुजियास्टिकको रूपमा, साइबर डिफेन्समा केही गर्छु, नेसनल डिफेन्सलाई गर्छु भनेर
तपाईँ जस्तो यङले चाहिँ सहयोग गर्न सक्नुहुन्छ। यसमा मेरो व्यक्तिगत रूपमा चाहिँ एकदमै पोजिटिभ छ भाइब्स यसमा। तर तपाईँले जुन इक्जाम्पल लिनुभयो आई डोन्ट थिङ्क त्यो भए जस्तो लाग्छ होइन, कहाँ भयो मलाई थाहा छैन होइन। किनभने पर्सनली मसँग आछन् त्यस्ता धेरै तपाईँ जस्तै यङहरू आछन् र मैले उनीहरूलाई बाटो देखाइदिएको छु। र मेरो अनुरोध के हो भने जुन चाहिँ नेदरल्यान्डको कुरा गर्नुभयो, यस म नेदरल्यान्डबाटै पढेर आएको हो, 2012को पास आउट हो म पनि मास्टर। त्यहाँ राम्रो छ उनीहरूको त्यो स्ट्राटेजी छ, युरोपियन त्यसैले अगाडि पनि भए हुन्, तिनीहरू फरक छन् अरू राष्ट्रभन्दा होइन। र तपाईँले जुन यो भन्नुभयो जुन यो कुरामा, यसमा कसरी जान सकिन्छ भने हरेक राष्ट्रको कानुन हुन्छ होइन, त्यो कानुनलाई मान्नै पर्छ हामीले। यदि चाहिँ डिफेन्स हामी केही गर्नु गइरहेछौँ त्यो मान्नै पर्छ क्या, किनभने भोलि चाहिँ जवाबदेही हुन्छन् त्यो अवस्था छ कि। अब जस्तो अनधिकृत एक्सेस अनअथराइज एक्सेसको कुरा गऱ्यो भने त्यो के हुनसक्छ भने विदाउट पर्मिसन उहाँहरूले गर्यो कि जस्तो चाहिँ ग्रे ह्याकरले गर्छ, ग्रे ह्याट ह्याकरले गर्छ। किन हामी व्हाइट ह्याकर नहुने त, पर्मिसन लिएर जाउँ न त, एउटा तरिका छ। अब केही गाह्रो होला त्यस्तोमा, थोरै गाह्रो हुनसक्छ, तर मलाई लाग्छ जसमा चाहिँ यस्ता अर्गनाइजेसन पनि छन् जसले चाहिँ सपोर्ट गर्छन् होला, गरेन भने छँदैछ। किनभने मैले गरेर नेपाल सरकारका 3वटा कार्यालयसँग मैले कोअर्डिनेट गरिदिएको थिएँ कि ल यसरी समस्या हुनसक्छ, यो यसरी चाहिँ ट्याकल गर्नुहोस् भनेर भाग अवस्था पनि छ। त्यसैले मान्नै पर्छ। अब एक हिसाबले चाहिँ पेनिट्रेट गर्ने हो पर्मिसन नलिकन भनेपछि नेपाल कानुनले त त्यो दफा 45ले त भोलिकै छ फेरि ठ्याक्कै अप्ठ्यारो पनि भयो कि। तर उसको मोटिभलाई पनि ध्यान दिइदिनुपर्छ, फेरि मेलिसियस इन्टेन्ट त होइन तर चाहिँ केही न केही पायो। त्यसैले गरौँ, राम्रोसँग गरौँ न त, एउटा पर्मिसन लिउँ, सर यसो गरौँ, बाहिरबाट मात्र गर्ने हो, तपाईँको इन्टरनेटमा छिर्दिनँ, बाहिरबाट हेर्छु, भोलिका दिनमा यस्तो हुनसक्छ। तर अहिले बुझ्ने मान्छे छन् कि, तर बाटो नपाएर हो कि, काहीँ न काहीँ त्यस्तो बाटो नपाएर होइन। जस्तो स्पोक्स पर्सनको रूपमा मै छु, अरू कार्यालयहरू स्पोक्स पर्सन होलान्, एकचोटि कुरा गरौँ, मिटिङ गरौँ भनेर सब सुन्नुपर्ने अवस्था छ। अब सुन्नु पऱ्यो र त्यसरी चाहिँ कन्ट्रिब्युट गर्न सकिन्छ। तपाईँहरूले जोइनै गर्नु पर्दैन, त्यो अपेक्षा पनि राख्छु म तपाईँहरू जस्तो यङबाट त्यो हुनु पनि पर्छ। र सँगसँगै एउटा अर्को पोलिसी के लिनुपर्छ भने यो डाटा डिस्क्लोजरमा चाहिँ अलि चाहिँ ध्यान दिनुपर्छ। आइडेन्टिफाई गरियो, एक्सिडेन्टली पनि होला, इन्टेन्सनली पनि होला, पाइयो भने डाटा डिस्क्लोजर गर्दाखेरि त्यसलाई एक्सप्लोर गर्नु भएन। त्यसलाई चाहिँ के गर्ने त, सम्बन्धित कार्यालयलाई भनिदिने, जब त्यो बग फिक्स हुन्छ त्यसपछि पब्लिक गर्दा केही बिग्रेन, तर अगाडि गर्नु भएन। त्यो एउटा रुल होला, एउटा नियम छ होला होइन। हो त्यसरी जाँदा चाहिँ ठिक हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ। बग कम्प्लिटली प्याच नहुन्जेल त डिस्क्लोज गर्ने कुरा पनि भएन। हो उसलाई हुन दिनु पऱ्यो। अनि एउटा सोसाइटीप्रति अथवा राष्ट्रप्रतिको, किनभने यसो हेर्दाखेरि के हुन्छ भने हाम्रो सबै सरकारी कार्यालयहरूमा भइरहेको अहिले चाहिँ थर्ड पार्टीबाट छ डेभलप भइरहेको। एउटाले जहाँ गर्यो अर्कोले त्यही हो बनाउने भने चाहिँ त्यही गल्तीहरू त्यही देखिन्छ। एउटा ब्रुट फोर्स हानेर तपाईँ एउटा एप्लिकेसनलाई गर्न सक्नुहुन्छ भने त्यही टेक्निक अर्कोमा पनि लागु हुन्छ, तपाईँलाई पनि थाहा छ होला, सजिलै भइरहेछ पनि। किनभने बनाउने मान्छे तिनै हुन्, हाम्रो समाज यही हो, सोसाइटी। हामीले चाहिँ त्यो अलि त्यति चाहिँ चेक पनि गरेका छैनौँ होइन। थर्ड पार्टीमा डिपेन्ड छौँ, थर्ड पार्टीले आफ्नो क्यापेबिलिटी बढाएको अवस्था छैन, मेहनत लाग्छ कि के हो अब त्यहाँ होइन। अब के छ त्यो हिसाबले चाहिँ देखिन्छ। यङहरूलाई चाहिँ उत्साहित पनि गर्छु म, त्यो गर्नुपर्छ, तर चाहिँ एउटा तरिकाबद्ध रूपमा गर्नुहोस्। किनभने एउटा बार क्लासमा पढ्ने भाइले राम्रो काम गरेको थियो एकचोटि, अहिले भर्खर बारको दियो, मसँगै भेट भएको थियो। त उसलाई मैले गरेँ, बाटो पनि बताएँ, किनभने उनीहरूमा के गरौँ भन्ने इच्छा पनि हुन्छ होइन। अब गरेका छन् त्यस्ता कुराहरूलाई, गलत पनि नगर भाइ, यसलाई यस्तै तरिकाले जाउँ, यो गर, सिकाइदिनु पनि पर्छ भन्छु म चाहिँ। सो कानुनको कुरा गऱ्यौँ हामीले सर होइन, जस्तै नेपालको कानुन र नेदरल्यान्ड्सको कानुन नै फरक छ। म 2058 सालमा जन्मिएको मान्छे, आज सिइओ भइसकेँ सर। हाम्रो 63 सालमा बनेको कानुन अहिलेसम्म रिटायर्ड नभएको कि जस्तो देखिन्छ। किनकि हाम्रो मूल साइबर इन्भेस्टिगेसन अथवा साइबर क्राइम अथवा साइबर ब्युरोले लिने एक्सन सबै विद्युतीय कारोबार ऐनमा टेकेर नै लिने गरिरहेछ। जस्तै कुनै क्राइम अथवा कुनै घटना घट्यो भने यसलाई चाहिँ हाम्रो कुन दफा छुन्छ भन्ने हिसाबमा हामी मुजुल्का गरिरहेछौँ आज होइन। तर यसो एउटा विज्ञको रूपमा हेर्दाखेरि हजुरले अलिकति रिटायर हुनु पर्ला कि जस्तो देख्नुहुन्छ कि नै सर यसलाई? अभियसली रिटायर हुनुपर्छ, यो त चेन्ज भइसकेको हुनुपर्छ, अथवा चाहिँ यसमा चाहिँ एमेन्डमेन्टहरू भएको हुनुपर्छ। एउटै एमेन्डमेन्ट भएको छ 2072मा, त्यसमा के भनिएको छ दफा 47मा महिलाको चाहिँ लैङ्गिक समानता ल्याउने हिसाबले, महिला सम्बन्धी चाहिँ अपराधहरू बढेको हिसाबले त्यहाँ के जोड दियो भने महिला उपर चाहिँ कुनै पनि अपमानजनक गतिविधि हुनु भएन होइन। उहाँलाई चाहिँ उसको चरित्रमा दाग लाग्ने कुराहरू केही गर्नु परेन भनेर त्यहाँ चाहिँ गर्न मिल्दैन भन्ने हिसाबले दफा 47मा एमेन्डमेन्ट गरिएको छ। त्यति मात्रै हो, त्यसपछि खासै त्यस्तो चेन्जेसहरू आएको छैन। तर तपाईँले भने जस्तो साइबर ब्युरोको स्थापना कसरी भयो त, यो साइबर अपराधहरूलाई, अब साइबर अपराध के त भन्ने कुरा अहिलेसम्म साइबर कानुन होइन, त्यो विद्युतीय कारोबार ऐन पनि साइबर कानुन होइन, मानिआएको साइबर कानुन हामीले मानेका छौँ।
एउटा परिच्छेद 9लाई केही दफालाई चाहिँ मानिआनेको कानुन हो। वास्तवमा के हुनुपर्छ त, एउटा आइसोलेटेड सबै साइबर अपराधहरू एउटैमा इन्टिग्रेटेड रूपमा आउनुपर्ने, अहिलेसम्म भएका चेन्जहरू भइराख्नुपर्ने, जसले गर्दा आम जनमानसलाई पनि थाहा होस् कि साइबर अपराध के हो, गर्नु हुँदैन र गरेपछि सजाय के हो भन्ने पनि थाहा हुनुपर्छ र त्यसपछि सजाय दिनु भनेको जस्टिफाइबल पनि हुन्छ। तपाईँले भने जस्तो धेरै चेन्जेस ल्याउनु पर्नेछ। तर एउटा कुरा के भन्छु भने यहाँलाई, जस्तो के भयो त अवस्था के आयो त भने चाहिँ अपराधहरू बढ्दै गए, कानुन एमेन्डमेन्ट भएन। अब साइबर ब्युरोमा के गर्ने त, जस्तो जुन अहिले हामीले विद्युतीय माध्यम सम्बन्ध ठगी भन्छौँ त्यो वास्तवमा त इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्टमा त लेखिया त छैन। तैपनि ब्युरोले चाहिँ के गरिरहेको छ त, आपसी समन्वय सरकारी वकिल कार्यालय सम्बन्धित निकायहरूसँग गरेर यदि इन्टरनेटको प्रयोग भएर हुनेछ भने चाहिँ हामीले डेफिनेसन कहीँ लेखा पनि छैनौँ। फेरि साइबर अपराध भने के हो भने तर मानिआएको छ। के भयो त, अब पहिला ठगी हुन्थ्यो, अब चाहिँ विद्युत माध्यम प्रयोग भएर भयो, साइबर इनेबल्ड क्राइम भयो, त्यसलाई पनि हेर्ने भनेर भनियो र त्यो आधारमा वास्तवमा त्यो ठगी अपराध कहाँ लेखिएको छ त, मुलुकी अपराध संहितामा त्यहाँ लेखिएको छ, दफा 249ले भन्छ ठगी भनेको। तर त्यसलाई पनि हामीले के मानेर त अब साइबर अपराध भनेर मानिआएको। यो चाहिँ प्र्याक्टिसमा मात्र ल्याएको छ तर कानुनमा प्रष्टसँग लेखिएको छैन। तपाईँले भने राइट हो, त्यो चेन्ज हुनुपर्छ। धेरै कुराहरू छन् यस्ता कुराहरू जुन चाहिँ समेटिएको छैन र हामीले चाहिँ मूल कानुनलाई आधार मानेर अगाडि त बढ्नु पऱ्यो। अपराध त बढिसक्यो, अब केमा जाने त भने, कसरी जाने त भन्ने कुरामा चाहिँ लिएको अवस्था छ। यो एउटा इक्जाम्पल मात्र हो, यस्ता धेरै छन् र चेन्ज हुनुपर्छ, रिटायर हुनुपर्छ। अनि गभर्नेन्सको पाटोबाट पनि हामीले अलिकति हेर्दाखेरि सर, गभर्नेन्सले जहिले पनि पहिला उयो एउटा स्टन्ट देखाउने होइन, अनि चाहिँ कानुनमा ब्याकमा काम गर्ने जस्तो प्रवृत्ति देखिन्छ। जस्तै इक्जाम्पलकै रूपमा हेर्दा अब साइबर मुद्दा जिल्ला अदालतले हेर्ने भयो होइन। टेक्निकल मेन पावरको कुरा गर्दा जम्मा 60 जनाको दरबन्दीमा काठमाडौँमा थुप्रेर बसेको टेक्निकल मेन पावर। अब साइबर इन्भेस्टिगेसन हुनु परेछ जिल्ला प्रहरी कार्यालय बाजुरा होइन। अब त्यहाँको टेक्निकल मेन पावर 1, बहस गर्ने वकिल अथवा मेन पावर जेनेरेसन 2 होइन, न्यायाधीशले के बुझ्ने होइन। जस्तै एउटा क्रिप्टो करेन्सीको केस छ भने ब्लकचेन के हो भनेर बहस कस्तो हुन्छ होला होइन, वाट क्वालिटी वी आर लुकिङ आफ्टर जिल्लामा गएर हेर्दा होइन, बगपत्र धाएर नै सकिने भयो फुर्सद त प्राय। सो एउटा इक्जाम्पल यो भयो। दोस्रो हेर्ने भनेको सरकारी निकायले एउटा एप्लिकेसन बनायो नागरिक एप, एकदमै रिभोल्युसनरी एप हामीले हेर्दा, सरकारले बनाएको एप। तर त्यहाँ देखाएको लाइसेन्स केही टाइम अगाडि जहाँ प्रहरीले नमान्ने थियो होइन। सो यो पाटो चाहिँ हामीले कसरी ट्याकल गरेर जाउँ सर, किनकि ब्युरोलाई हेडेक बढ्नुको रिजन भने के, देशभरिको यो केसेस आएर ब्युरोमा थुप्रियो होइन, सेन्ट्रलाइजेसन भयो। अब यसलाई डिसेन्ट्रलाइजेसन गर्ने कि भन्ने होला, तर मेन पावर डेभलपमेन्टमा चाहिँ कसरी फोकस गरिरहेछ सर प्रहरी? राम्रो इक्जाम्पल लिनुभयो, दुवै इक्जाम्पललाई म गर्छु। फर्स्ट इक्जाम्पल जुन तपाईँले गर्नुभयो गभर्नेन्सको हिसाबले, गभर्मेन्टबाट के हुने देखियो त, निर्णय चाहिँ चाँडो हुने भयो कि, इट डज नट टेक टाइम टु मेक द डिसिजन। तर त्यसलाई एक्जिक्युट गर्नलाई चाहिने जुन डिफ्रेन्ट कम्पोनेन्टहरू हुन्छन् त्यसलाई म्यानेज गरेको छ कि छैन त, डिसिजन गरेर मात्र हुँदैन भन्नेको इक्जाम्पल तपाईँले राम्रोसँग दिनुभएको छ। निर्णय गर्ने तर चाहिँ अब त्यसलाई चाहिने जुन चाहिँ जनशक्तिको कुरा गर्नुभयो, प्रहरीतिर अथवा न्यायालयतिर श्रीमानज्यूहरू त्यो हुनु पर्थ्यो। त्यसले गर्दा के भयो त, सर्भिस पाएन, आखिर जनताले त्यही भयो, निर्णय गरेर त केही भएन। एउटा इक्जाम्पल त्यस्तै मैले अस्ट्रेलियाको एउटा पढाएको थिएँ, जुभेनाइलहरूले चाहिँ सामाजिक सञ्जाल चाहिँ प्रयोग गर्न नहुने भनेर निर्णय गरेको छ अरे। तर एक्जिक्युट कहिले हुने त, 1 वर्ष पछि हुने भनेर भनेको छ कि, निर्णय त गर्यो तर एक्जिक्युट 1 वर्ष पछि। अनि त्यतिखेर मैले पनि एनालाइसिस गरेको थिएँ, तिनीहरूले किन त्यस्तो भन्यो होला त, अनि कन्सिक्वेन्सेसहरू देखिन्छ होला, त्यसलाई टेकल कसरी गर्नुपर्छ त भनेर सायद त्यो तयारी गर्नलाई हो कि 1 वर्ष सरकारको, त्यो हुनसक्छ। अब तपाईँले भने जस्तो त्यो हुनुपर्छ, जुन हाम्रोमा देखिँदैन, एउटा प्लानिङ हुँदैन। अब सल्लाह दिने मान्छे कस्तो छ गभर्मेन्ट लेभलमा, के छन् होइन, त्यो चाहिँ कमी हो कि या नबुझिया हो कि त्यत्तिकै निर्णय गरिदिने र सकियो भन्ने, त्यसरी त हुँदैन। र जहाँसम्म नागरिक एपको कुरा गर्नुभयो, लाइसेन्सिङको कुरा गर्नुभयो, अन्य कुराहरू गर्नुभयो, हामीले चाहिँ प्रहरीले चाहिँ त्यो लाइसेन्सलाई चाहिँ मान्य गरेन भन्ने कुरा भयो। त्यस्तै गरी अर्को इक्जाम्पल म तपाईँलाई भन्छु, पठाउ छ, इनड्राइभ छ, रातो प्लेटले भाडा उठाउन पाइँदैन। त के हुन्छ भने मैले पढेको थ्योरिटिकली मैले पढेको के हो भने, वेनेभर वी डेभलप अ एप्लिकेसन एन्ड इन्फर्मेसन सिस्टम, के हुन्छ त, एउटा सिस्टम डेभलपमेन्ट लाइफ साइकल भन्ने छ, SDLC भन्छौँ। त्यसको फर्स्ट स्टेप के हो त, इन्भेस्टिगेट हो होइन, एनालाइज भन्छ, डिजाइन भन्छ, इम्प्लिमेन्टेसन एन्ड मेन्टेनेन्स भन्छ, 5वटा स्टेप्स। इन्भेस्टिगेटमा के गरिन्छ त, जब सफ्टवेयर बनाइन्छ फिजिबिलिटी स्टडी गरिन्छ, र फिजिबिलिटीमा एउटा वान अफ द कम्पोनेन्ट इज द लिगल एस्पेक्ट। त्यसले नेपालको कानुनलाई कहीँ रोक्छ कि टेक्छ कि कहीँ छेक्छ कि, त्यो अध्ययन गर्नुपर्छ। त्यो अध्ययनको कमी भयो जस्तो लाग्छ है मलाई। हाम्रो अहिले के छ भने सिस्टम बनाइहालौँ,
तर त्यो एस्पेक्टलाई पनि हेर्नु पर्यो। मैले त्यही भने हो त, छैन भने त्यो लिगललाई सच्याउँ, सबभन्दा पहिले एमेन्डमेन्ट गरौँ, अनि पछि सफ्टवेयरतिर जाउँ न त। सुरुमै सफ्टवेयरमा त अहिले फेरि विवाद त भइहाल्छ जहिले पनि। हो, त लिगल एस्पेक्टलाई चाहिँ हामीले सफ्टवेयरलाई चाहिँ हेर्नुपर्छ कि नेपालको कानुनलाई काहीँ बाजिन्छ कि काहीँ बिगारिरहेछ कि, त्यो भएर तपाईँले भनेको कुरा राइट हो। अब के गर्ने, उतातिर पनि छ यतातिर पनि समस्या बनाइसक्यो, यता समस्या कानुनले रोक्यो। यी कुराहरू चाहिँ हाम्रो चाहिँ अहिलेसम्म प्र्याक्टिसमा आएको छैन कि। त्यही त भन्छु, थ्योरी पढ्ने कुरा त त्यत्तिकै होइन नि त, कार्यान्वयनमा ल्याउनुपर्छ नि त। जब व्यवहारमा ल्याइँदैन विवाद आउँछ, कन्फ्लिक्ट आउँछ। अब यी कुराहरू नबुझेर हो कि, या पढेका थ्योरीलाई चाहिँ हामीले चाहिँ व्यवहारमा ल्याउँदाखेरि ध्यानमा नदिएर हो कि, यो चाहिँ हो तपाईँले भनेपछि नागरिक या प्रहरीले नमान्नुको कारण चाहिँ के सर? होइन, मैले ठ्याक्कै मलाई थाहा छैन होइन, किनभने ट्राफिक र साइबर ब्युरो फरक इन्टिटी हो, हाम्रो पनि जुरिडिक्सन फरक छ। त्यहाँ ठ्याक्कै म बोल्दिनँ अहिले, मलाई त्यो थाहा छ नै भन्छु म त्यो कुराहरू। तर केही न केही यस्तै कानुनी अडचनहरू हुनुपर्छ होला भन्छु होइन। नमान्ने कुरा त छैन, केही छैन, किनभने आखिर सिस्टमले जेनेरेट गर्ने हो। ट्राफिक एपिआईको कन्सेप्टबाट हेर्ने हो भने लाइसेन्ससँग कहीँ जोडिया छ, उसको एपिआई कल गरेर देखाइदिने हो, त्यही भेरिफिकेसन गर्ने ठाउँ एउटै हो, ठुलो कुरा त केही होइन। अझ ओपिसिआर पनि हाम्रो जोडिया छ होइन, त्यस्तै अन्य पनि जोडिरहेछन् भनेपछि हाम्रै डाटाबेससँग रुजु भएर आउने हो, त्यही डाटाबेसको कुरा हो। तर त्यसलाई कसरी मान्ने भन्ने कुरा काहीँ केही अडचन होला, अब त्यो अध्ययन गरे होला, ट्राफिकले गर्छन् अथवा हाम्रो प्रहरी प्रधान कार्यालयले गर्छन्, ठ्याक्कै मैले त्यो अध्ययन गरेको छैन, त्यसमा बोल्नु पनि हुँदैन मैले चाहिँ। सो सरकै पक्षमा हेर्दा चाहिँ अहिलेको यङ्स्टरहरूमा सोसियल मिडियामा यता कता देखिन्छ होइन, सरकार चाहिँ डेभलपमेन्ट विरुद्धमा छ होइन, सो दे आर एन्टी डेभलपमेन्ट भन्ने जस्तो चाहिँ देखिन्छ। किन भनेर कमेन्टमा यसो विचार गरेर हेर्दा चाहिँ हामीले के देख्यौँ भने सरकारले चाहिँ क्रिप्टो करेन्सीलाई सपोर्ट गरेन होइन, संसारभरि चाहिँ ब्लकचेन यस्तो फैलिएर बसेको छ, नेपालमा चाहिँ काहीँ नभएको कानुन जुनले गर्दा चाहिँ हामीलाई क्रिप्टो करेन्सी चलाउन भन्ने टाइपको प्रवृत्ति छ। र लुकी छिपी अहिले हामीले केस हेर्दा पनि युएसडिटीको एकदमै टपमा देख्छौँ होइन। सो हामीले ठ्याक्कै ब्लकचेन चाहिँ किन रोक्या सर? अब तपाईँले क्वेसन जुन गर्नुभयो नि, ठ्याक्कै त्यो मैले जवाब दिने मान्छे त होइन, किन रोक्यो भन्ने, किनभने त्यो फेरि डिसिजनकर्ताहरू नेपाल सरकारको निर्णय हो होइन। र स्पेसली यसमा चाहिँ इन्भल्भमेन्ट कसको हुन्छ भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्क जुन चाहिँ होइन मौद्रिक नीतिहरू ल्याउने अधिकार उहाँलाई दिएको छ। हामी त ल इन्फोर्समेन्ट भयौँ, कार्यान्वयन, उसले इलिगल भन्यो, अब हामीले पत्ता लगाउने हो, अरू केही उपाय छैन। र कुनै बेला आउला, कुनै ठाउँ आउला, प्लेटफर्म आउला, केही सजेसनहरू दिनु, किनभने नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत अपराध अनुसन्धान विभाग थियो, त्यो भित्र एउटा समिति पनि बनाएको थियो, यसको अध्ययन गरौँ त मनी लन्डरिङ र क्रिप्टो करेन्सीमा कसरी जाँदा ठिक हुन्छ, के छ त उपायहरू भने विभिन्न एस्पेक्टहरूलाई, इन्टरनेसनल प्र्याक्टिसहरूलाई हामीले त्यो उसमा गरेर बुझाइदियौँ। अब उनीहरूको अध्ययन गर्ने र बुझ्ने काम उनीहरूको भयो, हामीले चाहिँ खालि सजेस्ट मात्र गर्ने हो कि यस्तो यस्तो देखिया छ त, ल यस्तो कन्ट्रीमा यस्तो, जस्तो नाइबरिङ कन्ट्री हाम्रो भारत हेर्ने हो भने इलिगल भनेको छैन, तर एक्सचेन्जेसहरू बनाउन दिएको छ, त्यसबाट मोनिटर गरिरहेको छ, केवाइसी भरेर मात्र फियाट करेन्सीमा कन्भर्ट गर्न मिल्छ र उनीहरूलाई समाउने एउटा बाटो बनाएको छ, त्यसलाई मोनिटरिङ गर्ने बनाएको छ होइन। डिफ्रेन्ट वेहरू यस्तो छ है भनेर हामीले भनिदिएका छौँ, झस्काइदिएका छौँ, भइरहेछ यसरी चाहिँ कामहरू भनेर देखाइदियो मात्र। हामीले एउटा समिति बनाएको थियो, हामीले रिपोर्ट चाहिँ दियौँ। तर तपाईँले भने जस्तै ठ्याक्कै किन रोक्यो भन्ने कुरा अध्ययन चाहिँ नेपाल राष्ट्र ब्याङ्कको र उहाँको भनाइअनुसार चाहिँ जुन बुँदा छ त्यो चाहिँ हामीले चाहिँ इस्यु नगरेका बाहेक नेपाल राष्ट्र ब्याङ्क ऐनमा छ क्यारे, त्यसलाई चाहिँ इलिगल मान्दो रहेछ उहाँको चाहिँ त्यो बयान छ। र त्यसले चाहिँ फाइनेन्सियली केही कुराहरू पनि बिगार्छ भन्ने कुरा चाहिँ देखिन्छ, पत्रपत्रिकामा पढिन्छ। र अहिले यो नेपालको कानुनमा पनि जसलाई हामी मूल कानुन भन्छौँ, मुलुकी अपराध संहिता 2074, त्यसको दफा 262 कमा पनि एमेन्डमेन्ट गरेर राखिसकेको अवस्था छ फेरि हो। त्यसैले तपाईँलाई यो सिरिजमा यदि क्रिप्टो करेन्सी सम्बन्धी केही छ भने तपाईँले के गर्न सक्नुहुन्छ भने राम्रोसँग कुरा बुझ्नलाई राष्ट्र ब्याङ्कमा हुनुहुन्छ, राम्रो अफिसरहरू छन्, उनीहरूको अध्ययन पनि छ, पेपरहरू 2-3 पेपर प्रेजेन्ट पनि गराएको छ, मैले देखेको छु। उहाँहरूलाई बोलाउँदा अथेन्टिकेट पनि हुन्छ, राम्रो हुन्छ उहाँले दिन सक्छ। सो अब क्रिमिनोलोजीतिर आउँदा, क्रिमिनल साइकोलोजीतिर आउँदा नि जुभिनाइल अथवा अन्डर एज क्रिमिनलको सङ्ख्या चाहिँ साइबर क्राइम कमिट गर्ने हाई छ होइन, किनकि छन्, कम्पेरिटिभली छन्, पीडक पनि छन्, पीडित पनि छन्, दुवै छन्। हजुर। सो मैले देखेको चाहिँ समाजमा कस्तो टाइपको प्रवृत्ति रहेछ अथवा साइकोलोजी रहेछ भने नि, जस्तै एउटा पेरेन्टले चाइल्डसँग हुँदा गर्ने कुरा भनौँ न, मेरो छोराले त ठाउँको ठाउँ वाइफाईको पासवर्ड ह्याक गरिदिन्छ होइन, एउटा प्राउडनेस होइन, उसले त तपाईँको फेसबुक आइडी ह्याक गर्न लगाइदिउँ, तपाईँले च्याटमा के बोले चाहिँ हेरिदिन सक्छ। सो एउटा पेरेन्ट्समा हुने प्राउडनेस के होइन, अलिकति टेक्नोलोजिकल फ्रेन्डली चाइल्डमा यो प्राउडनेस हुँदो रहेछ। हजुर। तर कसैले पनि अहिले चाहिँ
मेरो छोराले ठाउँको सटर फोडिदिन्छ अथवा पकेट मारिदिन्छ भनेको सुनिँदैन होइन, किन त्यो पनि एउटा वे अफ स्किल त हो, किन सबैले गर्न सक्ने कुरा त होइन। सो त्यसलाई क्राइमै होइन भन्ने हिसाबमा दृष्टिकोणले हेरेर हो कि किन हो होइन। त्यो अन्डर एज चाइल्ड प्रमोसन हुन्छ नि, उनीहरूलाई क्राइम प्रमोट चाहिँ कसरी भइरहेछ सर, मैले चाहिँ यसरी बुझेँ। हजुरको बुझाइ चाहिँ कस्तो छ सर यसमा? तपाईँले भने पनि ठिक हो यो होइन। जस्तो यो साइबर सिक्युरिटीको जुन पार्ट छ, जुन अपराधहरू भइरहेछ, वास्तवमा यो सामान्य मान्छेले गर्न नसक्ने अवस्था हो। केही न केही स्किल चाहिँ, नलेज चाहिन्छ। र अहिलेको जुन तपाईँले जुबिनाइलहरू भन्नुभयो, उहाँहरूले पाएको कसरी हो त? युट्युबका भिडियोहरू या इन्टरनेट रिसोर्सेसहरू या च्याट जिपिटी अथवा यस्तै अन्य जिमिनाई होला, कोपाइलट होला, यस्तैबाट अध्ययन गरेर गरेको। एक हिसाबले अध्ययन गरेको हो, रिसर्च हो, त्यो पनि वास्तवमा ठुलै हो। सायद त्यसले गर्दाखेरि अब तपाईँले भने एक्जाम्पलमा आमा बुवा प्राउड भयो कि गलत भएर पनि, तर वास्तवमा त्यो हुनु हुँदैन थियो। उहाँलाई बताइदिनुपर्छ, आमा बुवाले चाहिँ सही बाटो देखाइदिनुपर्छ। जस्तो मेरो पनि छोरा अहिले 10 वर्षको भयो, म पनि बेला बेला भन्छु, उसले चाहिँ त्यो रोबो ब्लक्सहरू खेल्दाखेरि, अपडेटहरू लिँदाखेरि म उसलाई सम्झाउँछु, हेर है बाबु त्यो अपडेटहरू कसरी आइरहेछ होइन, यसले चाहिँ के गर्छ, पैसा माग्छ कि केही अरू डिटेलहरू मागिरहेछ कि गर्दाखेरि, किनभने यसरी चाहिँ भइरहेछ है। मलाई थाहा छ नि त कसरी यहाँ क्राइमहरू गेममा कसरी फसिरहेछन् भन्ने कुरा। त्यो बच्चालाई मैले 10 वर्षको बच्चालाई पनि सम्झाइरहेको छु। त्यो चाहिँ हाम्रो चाहिँ आमा बुवा कर्तव्य चाहिँ हुनैपर्छ एक लेभलमा होइन। त्यो प्रमोट गर्ने होइन कि यो गलत हो बाबु, नलेज लिनु राम्रो कुरा हो। अब भोलि चाहिँ अब साइबर सिक्युरिटीकोमा काम गर्लास् होलास्, राम्रो कुरा हो नि, त्यो त अहिले नै बेस बन्दैछ। तर गलत गर्नु भएन, सिक्नका लागि प्रोडक्सनमै अट्याक गर्नु त भएन होइन। त्यो कुराहरू त भनिदिनु पऱ्यो आमा बुवाहरूले। त्यो कुरा तपाईँले भने एक्जाम्पल चाहिँ आमा बाउको रोल चाहिँ एकदमै गलत हो, त्यसरी चाहिँ जानु हुँदैन। तर मेरो विचारमा चाहिँ यो चाहिँ इन्थुजियाजम जुन मैले गर्न सक्छु भन्ने एउटा छ नि, देखिया छ। 1-2वटा सामान्य स्कुलका बालबालिकाहरू तिनीहरू लागु औषधको लतमा पनि परेका छन्। तिनीहरूको केही भिडियोहरू क्लिपहरू हामीसँग थिए होइन, र गलत काम पनि गरिरहेछन्। एकदमै शब्दहरू, बोली पनि, भाषा पनि एकदमै स्ल्याङ वर्डहरूमा एकदमै गाली छ। त्यस्तो कन्टेन्टहरू पनि हामीले पाछौँ। भनेपछि अवस्था एकदमै भयावह हो भन्छु। यो चाहिँ भविष्य हो नि त हाम्रो उता। त्यसरी लागु औषधमा लाग्ने, अनि युट्युब हेरेर अनि ह्याक गरिदिने, गर्ने, त्यसमा लागेका बच्चाहरू पनि छन्, गरिरहेछन्। त्यसैले त्यो चाहिँ गलत हो वास्तवमा भन्छु। यहाँ सम्झाउनु पनि खोज्छु म, त्यो बाटोमा नलाग्नुहोस्। तपाईँको नलेज हो, त्यसलाई सही ठाउँमा लगाउनुहोस्। त्यो नलेजलाई भोलि नेपालकै लागि युज गर्नुहोस् न, नेपाल सरकारको लागि स्टेट ओन्ड साइबरको टिम बनेर गर्नुहोस् न त होइन। नेपाल सरकारले तपाईँलाई राखोस् नि त। त्यो आउला प्रावधान, आई डोन्ट नो, म त होइन त्यो, तर नेपाल सरकारले भोलि त्यो नीति लिनुपर्छ कि सरकारका लागि होइन। हो त्यसरी जानु पऱ्यो। त्यसैले चाहिँ अलिक गलत चाहिँ भएको छ। त्यो बच्चाहरूमा चाहिँ इन्थुजियाजम हुन्छ, थाहा पाउँदैन गलत के हो सही के हो। त्यसैले जुवेनाइलका लागि छुट्टै कानुन पनि छ नि त, उनीहरूलाई सुधार गरेमा राखिन्छ। त्यस्तो भयो भने सिधै त्यहाँ राखिँदैन, कैदीहरूको सामु राखिँदैन। त्यस्तैले नीतिहरू छन्, तर चाहिँ आमा बुवाको चाहिँ मेन रोल हुन्छ नै, तपाईँले भने जस्तो। त्यसलाई गलत हामीले प्रमोट गर्नु हुँदैन, तर स्किल छ भन्दैमा, त्यो छ भन्दैमा गलतली चाहिँ व्यवहार चाहिँ गरिदिनु भएन। भनेपछि अब हामीसँग प्रपर पेरेन्टिङ अथवा प्रपर सोसाइटीले पनि एउटा अपब्रिङ्गिङमा चाहिँ म्याटर गर्छ। सोसाइटी धेरै इम्प्याक्ट गर्छ, किनभने हामीले देख्ने, हामीले बुझ्ने सबै सोसाइटीबाटै हो कि सिक्ने कुराहरू। जस्तो हामी थियौँ त्यो नैतिकता, इथिक्सको कुराहरू परिवारबाट फर्स्ट स्कुल नै हो। त्यसपछि सबभन्दा बढी टाइम बिताउने तपाईँको स्कुल हो। स्कुलको टिचरहरू, प्रिन्सिपलहरू, आफ्नो साथीभाइहरू, कलिगहरू, र त्यसो समाजै हो। आखिर त्यहीबाट हो सिक्ने, बुझ्ने होइन। त के गलत के सही भन्ने कुरा, त्यसैले हामीले चाहिँ सही हुनु पर्यो सबैले चाहिँ। अब स्टन्टकै कुरामा आउँदाखेरि नेपाल सरकारले फेरि एउटा नयाँ स्टन्ट भनौँ कि नीति भनौँ, एउटा नयाँ नीति आउनको लागि प्रस्ताव गरेको छ। प्रस्तावमा के छ भने विदेशीहरू नेपालको भूमिमा आएर चाहिँ आइटीमा काम गर्दा चाहिँ भिजा फ्री दिने भन्ने टाइपको अभिव्यक्ति चाहिँ सुनिरहेछ गभर्मेन्टबाट। यो हुँदै गर्दा ह्याकर टुरिज्म भन्ने एउटा टिपिकल वर्ड नै छ। त्यो भनेको चाहिँ एउटा नोम्याड ह्याकर, ऊ कुनै कन्ट्रीमा जान्छ, सर्टन साइबर क्राइम कमिट गर्छ, फ्लाइट लिन्छ नि हिँडिरहन्छ के। पहिला हिप्पीहरूको कल्चर थियो नि, त्यस्तै अब ह्याकर हिप्पी चाहिँ हामी चाहिँ त्यसलाई ह्याकर टुरिज्म भन्छौँ के। जस्तै एउटा ह्याकर नेपाल आयो, हाफप्यान्ट लायो, ल्यापटप बोक्यो, आयो, आनन्दले एटिएम ह्याक गर्यो, पैसा चोर्यो, अर्को देशको फ्लाइट लियो, गयो। सो यो टाइपलाई चाहिँ हामी ह्याकर टुरिज्म भन्ने वर्डलाई चाहिँ डिनोट गर्छौँ के। सो यसलाई ट्याकल गर्नको लागि स्ट्राटेजिक रूपमा प्रहरी तयार छ र सर? हो, तपाईँले त्यो क्वेसन होला फेरि। किनकि एयरपोर्टमा स्क्यानरमा ल्यापटप हाल्दा अरूको जस्तै देखियो, सफ्टवेयर के चाहिँ देखिएन होइन, डेटा के चोरेर लग्यो स्क्यानरमा त्यो पनि देखिएन। सो आर वी रेडी टु ट्याकल द्याट? सही कुरा हो तपाईँले भनेको कुरा। अब जसरी नेपाल सरकारले निर्णय गर्यो, सायद है, अब नेपाल सरकारको हामी त एउटा इन्टिटी मात्र हो, मैले अघि पनि भने हामी इन्फोर्स मात्रै गर्ने हो।
यो यस्ता पक्षहरू गर्दाखेरि तयारी चाहिँ पूर्व तयारी हुनुपर्ने हो। एज अ इन्डिभिजुअल म भन्छु, तपाईँले पनि बुझ्नु भएको छ, अघि पनि इक्जाम्पल भए। र जहाँसम्म नेपाल प्रहरीको छ, नेपाल प्रहरी त के हो त, भरसक चाहिँ रिएक्टिभ रूपमै जाने हो। प्रोएक्टिभ रूपमा धेरै कम रूपमा जान्छौँ हामीहरू, होइन। प्रिभेन्सनमा केही एवारनेसको पाटाहरूमा काम गरे पनि हामीले चाहिँ हरेक सिस्टमलाई हेर्ने अधिकार पनि छैन। हरेक जुन चाहिँ हुन त क्रिटिकल इन्फ्रास्ट्रक्चर भनेर नेपालमा डिफाइन पनि गरिएको छैन। तैपनि जे छन् जस्ता छन्, फाइनेन्सियल सेक्टर नै होलान् या हेल्थ सेक्टर होला या नेपाल इलेक्ट्रिसिटी अथोरिटीका कुराहरू होलान् या खानेपानी होला, के होला त, कहाँ युज भएको छ, त्यो हुन सक्छन् क्रिटिकल। त्यसको हामीले मोनिटर गर्ने अधिकार पनि छैन, त्यो मेकानिजम पनि छैन एउटा त। त्यसैले नेपाल प्रहरीको रोल त्यहाँतिर म देख्दिनँ र हामी तयार छैनौँ पनि भन्छु म, होइन। तर प्रोएक्टिभ रूपमा भइसकेपछि त हाम्रो अधिकार अथवा हाम्रो चाहिँ कर्तव्य पनि हो, लेट्स आइडेन्टिफाई भनेर भइसक्यो कुरा त भइसक्यो त। फेरि अहिले तपाईँलाई थाहा छ ट्रान्सनेसनल क्राइमहरू र एनोनिमिटीका कुराहरू कति छन्, कति गाह्रो छ, कति च्यालेन्जिङ छ साइबर क्राइम इन्भेस्टिगेसन त, होइन। हो, त्यो पाटोमा तयार चाहिँ हुनुपर्छ गभर्मेन्टले। नेपाल प्रहरीको कुरा गर्ने हो भने जहाँसम्म चाहिँ ल त्यो रिएक्टिभ रूपमा चाहिँ हामी गर्नै पर्छ, हाम्रो दायित्व पनि हो, जे सकिन्छ त्यो गर्छौँ। त्यो बाहेक अरू मैले भन्न सकिनँ केही पनि यसमा, होइन। मैले देखेको अथवा जनमानसले देखेको भनेको त काहीँ क्राइम भयो नि त्यो प्रहरीको जिम्मा, होइन। जस्तै कसैले आएर ब्याङ्कबाट पैसा लुट्यो भने प्रहरी के गर्दैछ भन्ने फर्स्ट क्वेसन, गभर्नेन्स भन्दा पनि ल इन्फोर्समेन्टलाई क्वेसन आइरहेछ। त्यो हिसाबमा मात्र हामीले सरकारले एनाउन्स गर्न बित्तिकै प्रोएक्टिभली हामीले नै एउटा प्रोएक्टिभनेसली वाइज अथवा बेसिक एउटा ब्लु प्रिन्टिङ गरेर चाहिँ यस्तो लेभलको रिस्क असेस गरौँ भन्ने टाइपको कुराहरू चाहिँ उठ्छ कि उठ्दैन सर? त्यो मिटिङमा ठ्याक्कै म गएको छैन, होइन। त्यो लेभलमा जतिखेर निर्णय भएको थियो या कुन भएको थियो, होइन, त्यो म एटेन्ड पनि गरेन। सायद म गए भन्थेँ। अब च्यानल वाइज के भएको छ आई डोन्ट नो, है। किनभने हाम्रो सूचना प्रविधि निर्देशनालय पनि छ, हेडक्वार्टरमा आफ्नै एउटा च्यानल छ, हाम्रो ब्युरोको जुरिडिक्सन अर्कै छ। त्यो भए सायद म त्यो कुराहरू आउँथेँ कि त्यो कुरा गर्न सकिन्थ्यो कि, होइन, आई डोन्ट नो। तर यो चाहिँ मेरो लेभलबाट चाहिँ मलाई चाहिँ जानकारी चाहिँ छैन, त्यति चाहिँ भन्छु तपाईँलाई। अनि इन्भेस्टिगेसनको टाइममा प्रहरीलाई एकदमै टाइम लाग्छ, होइन। तर मैले देखेको, म जब प्रहरीसँग क्लोज भएँ त मैले प्रहरीको व्यथा बुझेको भनौँ न, कस्तो देखिँदो रहेछ भने एभ्री डे हन्ड्रेड्स अफ केसेस कम टु ब्युरो, एभ्री सिङ्गल डे, होइन। एउटा फाइल पल्टाउन हेर्न भ्याएको छैन, भोलिपल्ट 2टा नयाँ फाइल आइसक्छ, होइन। अब हरेक केस क्रिटिकल, मेन पावर लिमिटेड, त्यसले गर्दा एउटा इन्भेस्टिगेसन च्यालेन्ज टपमा त्यहाँ नै बस्यो, होइन। दोस्रो भनेको डु वी ह्याभ द्याट डिप्लोमेटिक ग्याप हुन्छ नि। जस्तै फेसबुकबाट मलाई कसैलाई मान्छेको पहिचान गर्नु पर्यो, एउटा मान्छेले चरित्र हत्या गर्नको लागि चाहिँ कसैले कसैको बारेमा भ्रामिक समाचार फैलायो, हटाउने त हामीले होइन, हटाउने त फेसबुकले नै हो। पत्र लेख्दै गर्दा 13-14 दिन पछाडि दे आर रेस्पोन्डिङ अस ब्याक, होइन, मुस्किलले, होइन। श्राद्ध खानको लागि त्यो जुन इन्भिटेसन आए जस्तो नि, कसैको चरित्र हत्या भएर ऊ मर्नु न बाँच्नुको अवस्थामा छ, होइन। सो यो डिप्लोमेटिक ग्याप चाहिँ कसरी कभर गर्ने प्लानमा छ सर? धेरै ठुलो चुनौती हो यो चाहिँ, होइन। तपाईँले भने एक्ज्याक्ट कुरा हो यो। धेरै केसेसहरू छन्, स्पेसली सामाजिक सञ्जालकै कुरा गर्ने हो भने उहाँहरूले डाटा दिने भनेको अथवा डाटा डिस्क्लोजर गर्ने भनेको कस्तो अवस्थामा हो भने अन्टिल एन्ड अनलेस तिनीहरूको स्ट्यान्डर्डहरू भाइलेसन हुँदैन, होइन। जस्तो हाम्रोमा सिम्पली फेक बनायो, डिफेम गर्यो, इट डजन्ट म्याटर टु देम, तिनीलाई केही छैन, गर्दैन उसले। तर यहाँ अवस्था गम्भीर भइसकेको हुन्छ, होइन। अब हाम्रो के छ भने कति अन्डरस्ट्यान्डिङको हिसाबले बोल्ने र कति रिक्वेस्ट गर्ने, कुन केसमा गर्ने भन्ने कुरा। सबै केस त्यस्तै आउनु थाल्यो अब त, होइन। सबै केस त्यस्तै, जस्तो पीडितको पीडा त हामीलाई थाहा छ, किनभने प्रत्यक्ष आइरहेछ, भोलि सुसाइडै गर्ने अवस्थामा पुगिरहेछ, होइन। तपाईँले भने जस्तो एकदमै अवस्था गम्भीर छ, तर के गर्ने त, हामी हेल्पलेस छौँ। तर आम जनमानसको बुझाइ के छ भने ब्युरोमा सबै चाबी छ भन्ने कुरा, त्यो पनि होइन। फेरि त्यो नबुझेको कारणले गर्दा पनि बिग्रिया छ। सायद त्यति भए त्यसलाई चलाउँदाखेरि अलिक सचेत हुन्थे कि, किनभने सबै चाबी त हामीसँग छैन, हामीले पनि एउटा च्यानलबाट रिक्वेस्ट गर्ने हो, होइन। त्यो टेन्सन छ। यसका लागि सबभन्दा उपायहरू धेरै छन् हुन त। एउटा के हो भने डिप्लोमेसी जुन तपाईँले भन्नुभयो, होइन, इन्टरनेसनल कोअपरेसनका कुराहरूलाई कसरी स्ट्रङ गर्ने त भन्ने कुरामा हामीले बार बार लेखेका छौँ। केही राष्ट्रहरूसँग हामीले जुन चाहिँ हाम्रो म्युचुअल लिगल एसेसमेन्ट एक्ट नै छ, कानुन छ, बनिया छ, तर त्यसको आधारबाट ट्रिटीहरू गर्नुपर्छ केही राष्ट्रहरूसँग, त्योमा जानु पर्यो, पहल गर्नु पर्यो। तर बोलेकै कति छ जस्तो लाग्छ, मभन्दा अगाडि नै सबैले बोलेर रहेछन्, तर त्यो एक्जिक्युट हुन सकिरहेको छैन। आई डोन्ट नो कहाँ अड्किरहेछ त्यो भयो भने। किनभने हामीलाई जवाब के पाइन्छ भने एउटा आउट अफ जुरिडिक्सन सस्पेक्ट तपाईँको एरियामा छैन, तपाईँले डिटेल पाउनुहुन्न, इन्डियामा होला या दुबई होला, कतारमा होला। अर्को के हुन्छ,
म यो तपाईँकै देशमा छ तर तपाईँ म प्राइभेसीको कारणले गर्दा एमएलएटी नहुन्जेलसम्म त्यो दिँदैन। एक्सेप्ट फर सम केसेस जस्तो नाबालकको केसमा ड्रगहरू टेररिजमको केसहरूमा हामीले तुरन्तै दिन्छ, त्यो एक्सन लिन सकिन्छ इफेक्टिभली। तर केही केसहरूमा त्यस्तो भन्छ भने चाहिँ एमएलएटी चाहियो। उसले भन्दैछ त बार बार, हामीले त्यही आन्सर दिइरहेछौँ त। यहाँ छ कि हामीले सर्वोच्च अदालतको हाम्रो न्यायाधीशसँग इन्फर्मली मैले पनि कुरा गरेका छौँ भने चाहिँ धेरै ठाउँमा चाहिँ कुरा भएको छन् यस्ता कुरा इन्फर्मली। फर्मली भने उहाँ श्रीमानज्यूसँग पनि सम्मान्यज्यूसँग पनि कुरा भएर अन्य कुराहरूसँग जस्तो सचिव के अरे हाम्रो योभन्दा अगाडि पनि हजुरले भन्नुभएको थियो त्यो सञ्चार तथा सूचना मन्त्रालयका सहसचिवसँग उहाँसँग पनि इन्फर्मली कुरा भएकै हुन्छ होइन, र फर्मली च्यानलहरूबाट पनि गएकै अवस्था छ। तर त्यो भाउन सकेको छैन। एउटा त्यो पाटो छ। आउनु त आयो, ल चल्न दिउँ भनेपछि त्यसलाई केही लिङ्कहरूलाई रोक्ने प्रविधिहरू पनि त छन्, टेक्नोलोजीहरू पनि छन् नि त। कम्प्लिटली नरोकौँ, चल्न दिउँ, तर त्यस्ता गतिविधि हुँदा त्यसलाई रोक्नलाई त प्रविधि छन् नि त। तपाईँलाई सायद मैले भन्नै पर्दैन होला, डिपिआईका कुराहरू छन् होइन, या अन्य कुराहरू छन्। कसरी गर्न सकिन्छ त्यसलाई चाहिँ इन्टिग्रेटेड गेटवे। तर त्यसका चुनौतीहरू छुट्टै छुट्टै होलान्, त्यसका पनि ड्रब्याक्सहरू छन्। तर केही छन् कि उपायहरू एनालाइसिस गर्न सकिन्छ होइन। जस्तो अहिले चाहिँ हाम्रो यो डिएनएसकै लागि पनि टेक्नोलोजी तपाईँको आरपिजी भन्ने छ होइन, रिस्पोन्स पोलिसी जोन भन्ने। डिएनएसमा चाहिँ पोलिसीहरू लगाएर गर्न सकिन्छ, आइएसपीहरूलाई त्यसरी रिस्पोन्स गर्ने हो कि, या अन्य कुराहरू छन् डिएनएसको सिक्युरिटीहरूमा के गर्न सकिन्छ। यस्ता टेक्नोलोजीहरूलाई चाहिँ अब अवलम्बन गर्ने बेला आयो कि चल्न दिउँ। तर केही कुरा जसले चाहिँ एकदमै हानि गरिरहेको छ हाम्रो देशमा, एकदमै नेसनल सिक्युरिटीमै आक्षेप आउन थाल्यो, या त व्यक्तिको चाहिँ एकदमै लाइफै डेटोरेट हुन थाल्यो भने त हाम्रो लेभलबाट पनि केही गरौँ न त भन्ने हिसाबले जाने हो कि टेक्नोलोजी त्यो चाहिन्छ कि जस्तो लाग्न थाल्यो कि। डिप्लोमेसी पनि बढाउने र सँगसँगै आफू पनि चाहिँ टेक्नोलोजी चाहिँ सुधार गर्दै जाने, जसमा चाहिँ हाम्रो नेतृत्व भनेको को हो त, जस्तो एनटिए हुन् मेन चाहिँ नेपाल टेलिकम अथोरिटी, उसलाई बलियो बनाउनु पऱ्यो हरेक किसिमले जनशक्तिको हिसाबले। टेक्नोलोजी एनटिएलाई बलियो बनाउनु, एनटिएबाट आइएसपीहरू रेगुलेट हुन्छ, अनि आइएसपीहरूलाईबाट के गर्ने कसो गर्ने होइन, फेरि त्यसको गलत अर्थ नजाओस्, फेरि त राम्रोका लागि राम्रो गर्नु पऱ्यो भन्नु खोजियो। त्यसरी गयो भने चाहिँ अवस्था ठिक हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ। सो डिप्लोमेटिक ग्याप त आफ्नो ठाउँमा छँदै नै छ हामीसँग जहिले पनि होइन, आजको होइन, यो चाहिँ परमाकुर कालदेखि नै चलिरहेको छ होइन। नियमनको कुरा गर्दै गर्दा नि हामीले केही समय अगाडि नियमनको कुरा पनि उठायौँ होइन, तर नियमनको कुरा उठाउँदै गर्दा भिजा नै नपाउने खालको कुराहरू पनि आउन थाल्यो नेपालमा। अलिकति भिजा भन्नाले कस्तो मतलब मन्त्रालयमा जसले त्यो फेसबुकलाई नियमन अथवा सोसियल मिडियालाई नियमन गर्छु भनेको थियो, अमेरिकाले भिजै नदिएको भन्ने टाइपको पत्र पत्रिकामा खबर पनि सुनिन्छ कि। डिप्लोमेटिकल्ली होइन हामी अलिकति जियो पोलिटिकल्ली पनि आर वी सप्रेस्ड होइन, किनकि नेसन वाइज हेर्दाखेरि सायद इन्टरनेसनल लेभलमा हाम्रो छवि त्यति लेभलमा नभएर कसैले वास्ता नगरे हो कि। र यसलाई बढाउनको लागि हामीले देखेको भनेको चाहिँ नि इन्टरनेसनल साइबर सेक्युरिटी इन्डेक्स छ नि, त्यसलाई अपलिफ्ट गरौँ होइन। जिसिआई माथि गयो भने हामीलाई के भयो भने विदेशी लगानीकर्ताहरू पनि भित्रिने भए होइन, राष्ट्रको इकोनोमिक ग्रोथ पनि हुने भयो। अब यसमा के फ्याक्टरहरू पर्छन् भनेर हेर्दा क्राइम कन्ट्रोलिङको कुरा भयो होइन, प्रोएक्टिभ डिफेन्स मेकानिजमहरूको कुरा भयो, साइबर सेक्युरिटी कम्युनिटी, कतिवटा कलेजले साइबर सेक्युरिटी पढाउँछ नि, सबै कुरा छ। इभन इन्टरनेसनल कोअपरेसन पनि छ, इन्टरनेसनल कोअपरेसन कुराहरू पनि छ होइन। अब हामीले देख्दा हामीले कलेज पनि खोल्यौँ होइन, हामी कम्युनिटिजहरू पनि डेभलप गऱ्यौँ। म आफै सेक्युरिटी कम्पनीको सिइओ हुँदै गर्दा हामीले साइबर सेक्युरिटी इन्हान्समेन्टमा काम पनि गऱ्यौँ। तर ल इन्फोर्समेन्टको पक्षबाट चाहिँ होइन, हामीले साइबर सेक्युरिटी इन्डेक्स नम्बर बढाउनको लागि एज अ प्रवक्ता वाट भिजन डु यु ह्याभ फर अस? जिसिआईको ठ्याक्कै हेर्ने हो भने सायद मेरो विचारले मैले ठ्याक्कै अहिले त सम्झिन सकिनँ, तर 4 कि 5वटा पिलरहरू छ। यो चाहिँ एउटा प्रहरीले मात्रै गरेर त हुँदैन कि जस्तो पनि लाग्छ। तर मेरो भनाइ के हो भने हामी चाहिँ एउटा कम्पोनेन्ट हौँ। मेरो सिधा सिम्पल कन्सेप्ट के हो भने जहिले पनि के नट ओन्ली फर द अर्गनाइजेसन, एज अ इन्डिभिजुअल पनि मेरो रोल के हो भने म घरमा हुन्छु भने मेरो हस्बेन्डको रूपमा मेरो कर्तव्य के हो त, अथवा मैले चाहिँ एउटा कुनै लेक्चर दिन गइरहेको छु कलेजमा, एज अ टिचरको मेरो चाहिँ कर्तव्य के हो त, त्यो चाहिँ मैले 100% दिन ट्राई गर्नुपर्छ भन्छ जहाँ पनि। किनभने मैले आफ्नो काम गर्ने हो, अर्काकोमा हेर्ने होइन कि। सबैले त्यो गरिदियो भने सब आफै बन्छ कि। त्यसैले जिसिआई पनि प्रहरीले मात्रै गरेर त हुँदैन, तर तपाईँले भनेअनुसार एक्ज्याक्टली ल इन्फोर्समेन्टमा हेर्ने हो भने जस्तो गर्न सक्ने के हो त, तपाईँ र हामी मिलेर एउटा चाहिँ क्राइमलाई रिड्युस गर्ने अथवा चाहिँ सस्पेक्टलाई चाहिँ चाँडोभन्दा चाँडो आइडेन्टिफाई गर्न सक्यौँ भोलिका दिनमा होइन, भनेपछि त्यो पनि एउटा एचिभमेन्ट हुनसक्छ। त्यो हुनसक्छ, पोसिबिलिटी एउटा देख्छु। किनभने अहिले टेक्नोलोजी यस्तो छ जसमा पब्लिक प्राइभेट पार्टनरसिप चाहिन्छ, धेरै कुरामा चाहिन्छ, धेरै इन्फर्मेसनहरू तपाईँहरूसँग हुनसक्छ होइन।
र नेपालको फौजदारी कानुनले पनि के भन्छ भन्दाखेरि अपराध अनुसन्धानका दौरानमा विशेषज्ञको राय लिन पाइने, सँगै लान पाइने भनेर भनेको छ। तपाईहरुलाई सकिन्छ भने नेपाल सरकारबाटै त्यतिखेर चाहिँ त्यो लागत पैसा पनि दिन सक्ने अवस्था पनि छ, त्यो पनि भनेको छ दफा 23 ले भन्छ चाहिँ फौजदारी कार्यविधिको। त्यो भए हुनाले ठ्याक्कै एक्ज्याक्टली प्राइभेट कम्पनीसँग भनेको छैन, तर विशेषज्ञ भनेको छ। कम्पनीसँग मिलेर जान भन्ने कुरा लेखेको छैन, तर तपाईँ जस्तै कोही विशेषज्ञ हुनुहुन्छ भने तपाईले दिएका चाहिँ अध्ययन त्यसलाई चाहिँ मिसिलमा राखेर जान सक्ने अवस्था छ कि। त्यसैले त्यो बाटो चाहिँ देख्छु म एज अ साइबर ब्युरोमा बसेर भोलिका दिनमा तपाईसँग चाहिँ सहकार्य गरेर जाने हो। यस्ता जुन साइबर डिपेन्डेन्ट क्राइमहरू हुन्छ, स्पेसियली मालवेयरको केस हुनसक्छ हैन, या रेन्समवेयरकै केसहरू हुनसक्छ, या डाटा ब्रिजकै केसहरू हुनसक्छ भने कहाँसम्म पुग्न सकिन्छ त भने तपाईहरुसँग नलेजले गर्दाखेरि त्यो चाहिँ हामी चाहिँ जान सक्छौँ जस्तो लाग्छ। क्राइमलाई रिड्युस गर्ने अथवा त्यसलाई सस्पेक्टलाई चाहिँ कानुनको दायरामा ल्यायो भने त्यसले पनि एउटा केही देखाउँछ भने प्लस पोइन्ट देखाउँछ कि। तर अहिलेको अवस्था च्यालेन्जिङ छ त्यो अवस्थामा त्यो गर्न सकिन्छ। सो हामीले अस्ति एउटा रिसर्च पेपर पढिरहेको थियौँ कि त्यसमा चाहिँ के भनेको थियो भने 2025 मा चाहिँ एआईले चाहिँ क्राइम रेट एकदमै हाई बनाउँछ भन्ने टाइपको रिसर्च पेपर थियो। अहिले वर्ल्ड सिनेरियोमा हेर्दा त्यो लेभलको हाईमा एआई गएको छैन। र अर्को एउटा रिसर्च पेपरमा चाहिँ त्यसलाई नै कभर गरेर रहेछ उसले, र एब्स्ट्र्याक्टमा उसले के भनेको छ भने यो खुसी हुने अवस्था होइन, मेबी साइबर क्रिमिनल आर प्रिपेयरिङ देमसेल्फ फर बिग अट्याक भन्छ कि एआई रिलेटेड क्राइमको कुरामा, चाहे डिप फेकको कुरा होला, आज आएर त्यो भिडियो मर्फ गरिदिएर कसैलाई ब्ल्याकमेलिङ गर्ने कुरा होला, या त कसैको भोइस चेन्ज गरिदिएर म चाहिँ एक्सिडेन्ट भएको छ आउनु भनेर लुटपाट गर्ने कुरा होला। अब त सबै क्राइमहरू डिजिटल वेमा जाँदैछ। र नेपालमा सर्वसाधारणले बुझ्ने भनेको डिजिटल क्राइम कहाँ इन्भेस्टिगेट हुन्छ? साइबर ब्युरोमा हैन। हामी कुनै जिल्ला प्रहरी कार्यालय काठमाडौँ बाहिर गएर कुरा गऱ्यौँ भने पनि सर यो चाहिँ किन भेटिएन सर यो आइडी भन्यो भने ब्युरोले रेस्पोन्डै गरेको छैन, किनकि इट्स बीन अ सेन्ट्रलाइज अर्गनाइजेसन टुडे। सो एउटा बच्चा जसको न्यूड भिडियो भनौँ न कसैले डिफेक गरेर राखिदियो र त्यो बच्चाको उमेर लगभग भनौँ न 14-15, अहिले यो लेभलमा पनि क्राइम देखिन्छ। सो त्यो 14-15 को बच्चाले एउटा पेरेन्टलाई अथवा घर नजिकको प्रहरी कार्यालयलाई यो म होइन यो डिफेक हो भनेर बुझाउने इन्भाइरोमेन्ट छ त सर हामीसँग आज? एकदम छैन। अस्ति मात्रै तपाईँ 14-15 को कुरा गर्नुभयो, लगभग 24-25 वर्षको होला नानी, डोटीकी रहेछन् ती नानी, जापान कामको लागि गएको, जापानबाट मलाई कल गर्यो। तपाईँले भने जस्तो एक्ज्याक्ट त्यही सिनारियो थियो। आफ्नो पेरेन्ट्सलाई सेयर गरेको रहेनछ। अब त्यो भित्रभित्रै आफै चाहिँ ब्ल्याकमेल गरेर उसले चाहिँ सेक्सटर्सन गरेर पैसा मागेर केटाले अवस्था त्यस्तो थियो। अनि उहाँलाई पनि सम्झाएँ, पीडित पनि उतै छन्, चिनेकै मान्छे रहेछ परिवार, तपाईँ आमा बाबासँग केही नलुकाउनुहोस्, लुकाउनै भएन त्यो कुरा, प्रष्टसँग भन्ने के हो कस्तो हो के भयो, गल्ती भयो एकचोटि, तर त्यसलाई लुकाएर फेरि भने चाहिँ त्यस्तो एडल्टलाई त त्यो समस्या छ भने त 14-15 को कुरा त अब कहाँ भन्ने होइन, झन् उसलाई त गाह्रै हुन्छ जस्तो लाग्छ होइन। भने चाहिँ एडल्टहरू नै त्यस्तो आमा बुवासँग फ्रेङ्क नै छैन भने त हामी त्यो कुराहरू सेयर गर्नै डराउँछौँ त, त्यस्ता गल्तीहरू अथवा भएको हो भन्ने कुरा टेक्नोलोजी त्यो भावनाले अवस्था चाहिँ एकदमै गम्भीर हो। यो चाहिँ सकिँदैन। एआई चाहिँ एकदमै भोलिका दिनमा चुनौती चाहिँ ल्याउँछ, यसले चाहिँ ल्याउँछ तपाईँको जस्तो। प्रहरी तयार छ त सर भोलि? यसो हेर्दाखेरि के देख्छु भने जुन लेभलमा हुनुपर्ने हो छैन। तर जस्तो के छ भने योभन्दा अगाडि एउटा महायुक्त कार्यालय हाम्रो अटर्नी जनरल अफिसले पनि एउटा इन्टरनेसनल कन्फरेन्स गरेको थियो। नेपाल सरकार अन्तर्गतकै इन्टिटी हुन्थे पनि, अटर्नी जनरलको अफिस बलियो भने पनि लगभग प्रहरी पनि बलियो जस्तो नै बुझिन्छ, सँगसँगै हामी पनि जाने हो नि त। उहाँले त्यो कन्फरेन्स राख्नुभयो र मेन एजेन्डा नै के थियो त? साइबर सिक्युरिटीको एजेन्डा थियो। मैले पनि एउटा पेपर प्रेजेन्ट गरेको थिएँ। भनेपछि केही न केही अध्ययन यसले नै आस्ते आस्ते कुराले आउने हो नि त। फेरि अर्को एउटा के भइरहेछ, हाम्रो 30 र 31 गते जेठमा चाहिँ नेपाल प्रहरीको चाहिँ अनुसन्धानकर्ता र अभियोजनकर्ताहरू बिचको चाहिँ समन्वयलाई चाहिँ अझै प्रगाड गर्ने भनेर सधैँ वर्षमा एकचोटि प्रोग्राम हुन्छ र त्यसमा सबै फेरि के छ, क्रिप्टो छ हैन, अनलाइन बेटिङ, स्केमिङ, साइबर अपराध, डिजिटल फरेन्सिक, यस्तै विषयमा चाहिँ छ। भन्नुको अर्थ के हो त? नेपाल प्रहरीले सिरियसली लिएको छ है, थोरै हामी अध्ययन गर्न खोजिरहेछौँ, तर के भयो त? जुन लेभलमा मैले भने त्यो लेभलमा भएन। के हुनुपर्थ्यो त अब भने जनशक्ति 64 जनामा पनि 30 जना मात्र प्राविधिक हो। फेरि तपाईँलाई त्यो भनिहालौँ 30 जना, 30 मात्र आइटीको हैन। भनेपछि इनिसियल इन्भेस्टिगेसन त आइटीले गर्छ, प्रमाणहरू गरेर गर्ने कुरा भनेपछि कस्तो समस्या छ त हैन, यो कुराहरू छ। त्यो भए हुनाले नेपाल प्रहरी पनि संवेदनशील छ, तर नेपाल प्रहरीले पनि अब त्यसलाई चाहिँ आफ्नो R&D पनि युनिट पनि छ नेपाल प्रहरी अन्तर्गत, उहाँहरूले पनि आफ्नो हिसाबले अध्ययन गरेर होलान्।
तर के छ त नेपाल सरकारको अहिलेको नीति जनशक्तिको हिसाबले अन्य किसिमले चाहिँ अहिले चाहिँ हाम्रो आर्थिक अवस्था उभा हुनाले नबढाउन सक्ने भन्ने कुरा छ, त्यो पनि सुनेको छु मैले। केही न केही होला, तर चाहिँ प्रिपेयर चाहिँ वेल प्रिपेयर चाहिँ हुनुपर्छ। या त भएकै जनशक्तिलाई राम्रोसँग गर्नु पऱ्यो, आइडेन्टिफाई गर्नु पऱ्यो मान्छेहरू ह्युमन रिसोर्स, त्यसलाई चाहिँ सिकाउनु पऱ्यो, ट्रेन गराउनु पऱ्यो अहिलेदेखि नै होइन। र होइन भने नयाँ रिक्रुटहरू गर्नु पऱ्यो, कसरी ल्याउने, त्यसलाई रिटेन्सन कसरी गर्ने, राख्ने कसरी, रिक्रुट कसरी गर्ने, यो कुरामा चाहिँ ध्यान दिनुपर्छ कि जस्तो लाग्छ। म भएको ठाउँमा एकजना नाबालकले रिच गर्यो के भएको रहेछ म एउटा प्रसङ्ग सेयर गरेँ। सो त्यो नानीलाई चाहिँ के भएको रहेछ भने एउटा मान्छेले रिक्वेस्ट पठाएछ, दुईजना कनेक्ट भयो। अहिले एकदमै सानो एजमा नै मोबाइल फोन्स दिने चलन छ, गलत पनि होइन, सही रूपमा युज गर्ने भने त राम्रो कुरा पनि हो। र ऊ कुरा हुँदै जाँदा चाहिँ युआर अन्डर कन्फिडेन्ट होइन, युआर नट ओपन टु दि वर्ल्ड भन्ने हिसाबमा फकाएर होइन, किनकि त्यो त कन्सियस एज नै होइन, फकाएर ग्रुमिङ गर्यो। ग्रुमिङ गरे पछाडि उसको न्युड फोटोज र भिडियोजहरू चाहिँ मागेछ होइन। सी इज अन्डर एज, र त्यो अन्डर एजमा भइसके पछाडि उसले चाहिँ बारम्बार ब्ल्याकमेल गर्ने चाहिँ गरि नै रहेको रहेछ। र उसले ओपन अप गरेर आफ्नो दिदीलाई चाहिँ सेयर गर्न चाहिँ सकेछ। त्यहाँपछि म कहाँ आइपुग्यो, मैले अपराध अनुसन्धान महाशाखासँग कोअर्डिनेट त गर्दै यो इस्यु। तर उसको बयान के थियो भने त्यो मान्छेले चाहिँ मल्टिपल फिमेल्स, नट वान, द्याट पर्सन हेज द्याट एक्सपिरियन्स, सो द्याट पर्सन इज डुइङ इट कन्टिन्युसली भन्ने कुरा छ। र उनीहरू अपरेट चाहिँ कहाँ गर्दो रहेछन् भने टेलिग्राममा। आज हामीलाई नियमनको हिसाबमा हेर्दा अथवा इन्भेस्टिगेसन च्यालेन्जको हिसाबमा टेलिग्राम इज आवर इन्भेस्टिगेसन च्यालेन्ज अर नट? अभियसली यो त सबभन्दा ठुलो च्यालेन्ज हो। त्यति मात्रै होइन, टेलिग्राम त फाइनेन्सियल फ्रड स्केममा सबभन्दा ठुलो चुनौती नै त्यही छ। र हामीले अहिले होइन, यो पत्र चाहिँ हामीले च्यानल वाइज कहिले लेखिसक्यौँ, यसले अभिव्यक्ति स्वतन्त्रता बन्द गर्दैन, यसलाई चाहिँ बन्द गरौँ, लगाउँ नि त जे भने। किनभने कसैले पनि भिपिएन चलाएर त चलाउँदैन नि त त्यसलाई। अहिले होइन, पत्र पनि छ, हामीले पठाइसक्यौँ। हामीले चाहिँ सिआइबी हाम्रो तालुक कार्यालय हो, त्यहाँबाट हेडक्वार्टर प्रधान कार्यालय गृह मन्त्रालयमा गइसकेको छ। त्यहाँबाट जाने सञ्चार, फेरि एनटिए सबै एउटा च्यानल छ एउटा हाम्रो, जो हामीले पहिले लेखिसकेका हो। यो टेलिग्राम एकदमै च्यालेन्ज। त्यस्तै गरी अरू पनि एपहरू छन् जसमा चाहिँ लाइभदेखि लिएर यस्ता कुराहरू चाहिँ, किनभने यसमा चाहिँ प्राइभेसीको चाहिँ अलि स्ट्रङली राखेको छ। र ल इन्फोर्समेन्टसँग स्पेसली एसियन कन्ट्रीहरूमा चाहिँ यसको टाइप छैन। युरोपमा चाहिँ दिइरहेछ, जिडिपिआर कम्प्लाइन्स छ, दिन्छ, उसले डाटा डिस्क्लोजर गर्छ, तर यहाँ भइरहेको छैन। हो, यस्ता केसहरू चाहिँ ठुलो चुनौती हुने। यस्ता मात्र नभए अन्य एपहरू पनि छन् जुन नामै नसुनेका छन्, धेरै एपहरू कति छ, बिगो भन्ने छ होइन, डिस्कर्ड भन्ने छ, यस्ता एपहरू छन् जसमा चाहिँ लाइभहरू भइरहेछ होइन, धेरै कुराहरू गरिरहेछन्। अब अस्ति मात्रै तपाईँले भने जस्तो यस्ता रिपिटेटिभ गर्ने मान्छेहरू धेरै छन्। अस्ति टिकटकमै एउटा मान्छे लाइभ बसेर त्यस्तै गर्ने मान्छेलाई हामीले पक्राउ गरेका छौँ। उसको कामै त्यही, हरेकलाई भिक्टिम बनाउने, लाइभ गर्ने, टर्चर गर्ने, यस्ता प्रवृत्तिका देखिन्छन्। तर तपाईँले भने जस्तै टेलिग्राम चाहिँ एकदमै च्यालेन्जिङ छ। र यस्तै एपहरू जो चाहिँ ल इन्फोर्समेन्टसँग जोडिएका छैनन् भने भोलिका दिनमा एकदमै गाह्रो हुन्छ यो एपहरूलाई चाहिँ गर्न चाहिँ, सूचना आउन गाह्रो। त्यही भएर त हामी अहिलेसम्म पुग्न सकेका छैनौँ स्क्याममा। मेन मान्छेसँगै पुग्दैन, हामी कोसँग पुग्छौँ त, जुन चाहिँ मनी म्युल एकाउन्टहरू जसमा चाहिँ खाताहरूमा पैसा गइरहेछ, तिनीहरूलाई समात्ने हो। समस्या त्यही हो नि त। हामीले पनि एउटा इन्भेस्टिगेसनको टाइममा वी आर कोअर्डिनेटिङ विथ पुलिस। त्यो टाइममा हाम्रो इन्टरनल केस थियो, खोज्दै जाँदा एउटा 16-17 वर्षको बालक होइन, उसको चाहिँ हामीले जब डिटेल्स हेर्न थाल्यौँ, ट्रान्जेक्सन एकदमै हाई थियो कि। अब यो एजमा यो मान्छेले त ट्रान्जेक्सन त नगर्नुपर्ने, हामी त हाम्रो हिसाबमा सोचिरहेको थियौँ कि। र उसलाई चाहिँ प्रहरी आयो भन्ने हिसाबमा भागेछ। पछि पक्रेर जिल्ला प्रहरी कार्यालयमा जब हामीले उसँग पुछताछ गऱ्यौँ, गर्दा चाहिँ ऊ चाहिँ के गर्दो रहेछ, त्यो कसरी चल्दो रहेछ भने उसलाई एउटा खाताबाट पैसा आउँदो रहेछ, अनि लिस्ट अफ नम्बर आउँदो रहेछ कि यो 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 फोन नम्बर यति 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 अमाउन्ट भन्ने, अनि उसले चाहिँ त्यो एमाउन्टलाई पठाइदिँदो रहेछ, उसले कमिसन पाउँदो रहेछ। सो अल्टिमेटली वी आर अलवेज क्याचिङ दोज किड्स हु वान्ट टु मेक सम मनी। यो एउटा किड्स एउटा इक्जाम्पल मात्र हो। तपाईँको हरेक मान्छे, पढे लेखेकै मान्छे, घरको गृहिणी यस्तामा लागेका छन् कि अचम्मको कुरा त्यो छ। अब तपाईँले नेग्लिजेन्स भन्नु, सबैलाई एवारनेस पुगेन भन्नु, बस छिटो पैसा, जसलाई काम छैन र उहाँलाई थाहा छैन कि आफ्नो खाता कसै अर्काको लागि प्रयोग गर्ने भने त्यो तपाईँको लागि बनेको हो भन्ने थाहै छैन उनीहरूलाई। जबकि त्यतिखेर राष्ट्र ब्याङ्कले, अन्य चाहिँ हाम्रो यो विज्ञापन बोर्डले यस्तो चाहिँ एडहरू गरेर हुन्छ, एफएममा आएर हुन्छ, गलत प्रयोग नगर्नुहोस् तपाईँको खाता, नबुझिया हो कि के हो, सबै छन् यसमा। धेरै मान्छेहरू यसरी चाहिँ मनी म्युल एकाउन्टहरू बनाइरहेको छ। र आफ्टर अल यिनले के गरिरहेछ त, त्यही मान्छेको मेन मान्छेको चाहिँ उद्देश्य पूर्ति गरिरहेको छ। यिनी नभइदिया भए त हुन्थ्यो त, जाँदैन थियो, त्यो पैसा पुग्दैन थियो, यिनीहरूले गर्दा नै भइरहेछ नि त। हो, यो चाहिँ स्क्याम चाहिँ एकदमै ठुलो छ। फेरि तपाईँले भने जस्तो एकदम भयावह चाहिँ अवस्था अहिले चाहिँ देखिया छ मनी म्युल एकाउन्टहरू चाहिँ। अनि जस्तै अहिले एन्ड टु एन्ड इन्क्रिप्सनको कुरा आइरहेछ, प्राइभेसीसँग जोडेर हेर्दा
यसले गर्दा पनि लाइक डिभाइसेसहरूमा चाहिँ होइन फरेन्सिक्सकै टाइममा अलिकति इन्भेस्टिगेसन च्यालेन्ज थपे जस्तो लाग्छ। थपिएकै हो यो प्राइभेसीलाई यति उ गरेको छ, इम्पोर्टेन्ट दिएको छ, जुन चाहिँ ह्युमन राइट्सको एउटा मेन एजेन्डा भनेको छ। व्यक्ति गोपनीयता चाहिँ हरेकले भन्छ, अब स्पेसली युरोप अमेरिकातिर त त्यो GDPR कम्प्लाइन्स नभइकन त आउँदैन, त्यो सफ्टवेयरै बन्दैन, त्यसलाई कम्प्लाइन्स हुनैपर्छ, त्यसपछि मात्र आउँछ। जहाँसम्म अब यी कुराहरू के अरे हाम्रो टेलिग्राम अथवा वाट्सएपकै कुरा गरौँ, इन्टु इन्क्रिप्सनका कुरा गरिरहेछ, अब यिनीहरूले पनि प्राइभेसीलाई मेटर गरिरहेको छ। र यो बाहेक हाम्रो एनोनिमिटीले युज हुने हाम्रो टोर नेटवर्क आफै हो, ब्रेभ नेटवर्क छ, त्यसमा प्लगिनै टोरको छ, जोडिन्छ, त्यहाँ पनि छ तपाईँको। अन्य कुराहरूले पनि, जस्तो जिमेलकै पहिला कुरा गर्ने हो भने एउटा इमेल हेडरबाट तपाईँ सस्पेक्टसम्म पुग्न सक्नुहुन्थ्यो, अब त न्युयोर्कको सर्भर बाहेक अरूसम्म पुग्न सकिँदैन। हेर्नुहोस्, त्यहाँ पनि प्राइभेसी जोड दियो, इमेलबाट पनि ट्रेस गर्न नमिल्ने भयो भनेपछि हरेक ठाउँमा। पहिला मोबाइल एपको तपाईँ IMEI ट्र्याक गर्न सक्नुहुन्थ्यो, अहिले त्यो कोड लेख्नुहोस् त तपाईँको गुगल प्ले स्टोरमा अपलोडै हुन दिँदैन। भनेपछि प्राइभेसीलाई मेटर गरेको छ, जुन चाहिँ यी बेड एक्टरहरूको लागि चाहिँ सुटेबल एउटा चाहिँ ठाउँ भएको छ र प्रहरीलाई चाहिँ च्यालेन्ज भएको छ कसरी इस्टाब्लिस गर्ने त टेक्निकली भनेर। यो चाहिँ ठुलो च्यालेन्ज हो फोरेन्सिक र हरेक हिसाबले चाहिँ। सो मुद्दाकै प्रकार हेर्दै गर्दा एउटा कुनै व्यक्ति, अघि हामीले डोटीको एकजना महिलाको कुरा गरेका थियौँ होइन, सो डोटीमा आज कोही महिला हामीलाई सुनिराख्नु भएको अथवा कोही भिक्टिमले सुनिराख्नु भएको छ भने इफ सी अर ही इज गोइङ थ्रु सम साइबर क्राइम, उहाँले कहाँ गएर उजुरिहाल्ने सर? अब तपाईँले भने जस्तो नेपाल सरकारको निर्णय अनुसार त उहाँ केपेबल हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय डोटीमा जानु पनि पर्छ। र अहिलेको अवस्था के छ भने, किनभने यहाँ आउँदाखेरि कति ठाउँमा के हुन्छ भने फिजिकली आउन गाह्रो छ, तर हुन त हामीले इमेलबाट पनि लिन्छौँ ब्युरोले। तर कुरा के हुन्छ भने इमेलमा ल्याउँदाखेरि उनीहरूले कतिजना पीडित यस्ता हुन्छन् URL भनेको के हो थाहा हुँदैन, URL कसरी नामबाट मात्र थाहा भइहाल्छ नि भन्ने खालका पनि हुन्छन्, त्यो पनि थाहा छैन, प्रमाण केले टेक्छ त भन्ने कुरा पनि उहाँलाई थाहा हुँदैन। त्यसैले एकचोटि चाहिँ प्रहरीका जाँदा, नजिकको प्रहरी अथवा जिल्ला प्रहरीमा जाँदाखेरि एटलिस्ट उहाँले चाहिँ बुझाइदिन्छ, तपाईँले यो कुरा राख्यो भने उनीहरूलाई सहज हुन्छ है भनेर, त्यसले चाहिँ सहज हुन्छ। त्यसैले मैले के अनुरोध भने जिल्ला प्रहरी कार्यालयमा जानुहोस् केही नभयो भने। अनि त्यो के हुन्छ त, त्यो पत्र चाहिँ हाम्रो नेपाल प्रहरी प्रदेश कार्यालय सङ्घीय कार्यालय जुन चाहिँ हाम्रो छ त्यो हुँदै हामी कहाँ पुग्छ, आउँछ, र त्यसपछि हामीले एक्सन लिने कुरा हुन्। अब समस्या त त्यसपछिका छँदैछन्, तपाईँले पनि थाहा छ, मैले पनि भनिसकेँ। तर आउने त्यो जानुहोस् एकचोटि, किनभने उहाँलाई थाहा हुँदैन कि के राख्ने, कसरी दिने, सब्मिट के गर्ने होइन, आइडी कसरी थाहा हुन्छ अथवा हो एभिडेन्स के छ, यो कुरा चाहिँ थाहा हुँदैन उनीहरूलाई। त्यसैले प्रहरी कहाँ जानुहोस्, प्रहरीले चाहिँ तपाईँलाई एकचोटि चाहिँ सहज गरिदिन्छ र पठाउन सहज हुन्छ तपाईँलाई भन्छु। आज हामी प्रहरीले एउटा जनतालाई कसरी सेक्योर गरिरहेछ होइन, अथवा एउटा जनता जो छ उसले चाहिँ आफू कसरी सेक्योर फिल गर्न प्रहरीसँग कनेक्ट गर्ने भन्ने कुरामा हामी डिस्कस गरिरहेछौँ अघिबाट। तर एउटा प्रसङ्ग जोडे सर, प्रहरी आफै ह्याक भएको केसेसहरू छ सर होइन, र जनतामा पनि एउटा धारणा चाहिँ के उठ्दो रहेछ यसले गर्दा भने नि प्रहरी नै ह्याक भएको छ, आर दे स्योर दे क्यान सल्भ माई केस होइन, अलिकति विश्वासको कुरा भनौँ न उठिरहेको रहेछ। लास्ट टाइमको ह्याकको कुरा गर्ने हो भने त्यो डेटा ब्रिच नै भनौँ न, त्यो AHDB वाला ब्रिच जुन थियो होइन, यो ब्रिचको कुरा गरौँ जुनमा एकदमै डरलाग्दो ब्रिच नै थियो। त्यहाँ पछाडिको हेर्दाखेरि फेरि एकजना काजु नामक ह्याकरले चाहिँ होइन, जस्तै मैले चाहिँ नेपाल प्रहरीको एन्टायर सर्भर कम्प्रोमाइज गरेको भन्ने खालको कुरा छ। हामीले यस्तो केसेसहरू आउँदै गर्दा चाहिँ हामी नै सेफ नभएको कि भन्ने जस्तो पनि छ नि सर। यसरी हेर्नु पऱ्यो, आम जनताले के बुझिदिनु पऱ्यो भने साइबर सिक्युरिटी गर्ने र साइबर क्राइम इन्भेस्टिगेसन गर्ने फरक युनिटहरू हुन्। जुन जुरिडिक्सन दिइरहेछ, जुन रोल्स एन्ड रेस्पोन्सिबिलिटी छ नेपाल प्रहरीभित्र पनि फरक छ। साइबर सिक्युरिटी गर्ने छुट्टै निकाय छ हेर्ने, त्यहाँ ल्याप्सेसहरू भयो होला, किनभने कुनै पनि सङ्घ संस्था 100% सिक्योर हुँदैन, नो डाउट यसमा। तर त्यो भन्दैमा उन्मुक्ति हामीले पाउँदैनौँ, हामीले गर्छौँ प्रोभिजनहरू हुन्छ। त्यसपछि साइबर क्राइम इन्भेस्टिगेसन गर्ने छुट्टै हो। अब साइबर क्राइम इन्भेस्टिगेसनका चुनौती धेरै कुराहरू भने साइबर डिपेन्डेन्ट क्राइममा छन् होइन, र जहाँसम्म त्यो केसहरू छ त्यो पनि चलिरहेछ अहिले सर्फेस वेबबाट पनि। अब जति सकिन्छ आफ्नो हिसाबले प्रहरीले गर्छ होइन। त यो केसहरू चाहिँ यसरी चाहिँ हुने भयो। त्यसले यसरी चाहिँ बुझ्नु पऱ्यो कि नेपाल प्रहरी नै को डेटा हक भयो, हामीलाई केस कसरी सिक्योर गर्ला भन्ने कुरा होइन। त्यो फरक कम्प्लिटली टु डिफ्रेन्ट डाइमेन्सनहरू हुन् भन्नु पऱ्यो कि। किनभने जहाँसम्म मलाई लाग्छ व्यक्तिगत रूपमा, किनभने म पनि योभन्दा अगाडि IT डिरेक्टोरेटमा बसेर आएको हो, त्यहाँको जतिको सिस्टमहरू अथवा त्यति जति हामीले चाहिँ प्रयास गरिरहेछौँ त्यो सायद रेयरली अरू कुनै अर्गनाइजेसनले गरिरहेको छ जस्तो लाग्छ मलाई। तैपनि त्यो हुनसक्छ, केही कारणहरू भए, ह्युमन इरर होला अथवा टेक्निकल इररहरू केही न केही हुनसक्छन्, त्यो नहुने होइन, त्यस्ता हुनसक्छन् होइन। त्यो भए हुनाले त्यसरी लिनु भएन।
त्यसलाई चाहिँ कसरी चाहिँ मिटिगेट गर्ने, कसरी चाहिँ प्रिभेन्ट गर्ने र सुधार कसरी गर्दै जाने, त्यसमा चाहिँ जो पोजिटिभ हुनु चाहिँ पर्छ जस्तो लाग्छ, नेगेटिभ हेर्नु भएन हामीले चाहिँ। अनि एउटा ट्रायङ्गल क्वेसन भन्छौँ हामी यसलाई। एउटा क्वेसन चाहिँ कस्तो छ भने जस्तै एउटा बच्चा जो चाहिँ लगभग 16-17 वर्षको छ, जसलाई कम्प्युटरमा एकदमै धेरै इन्ट्रेस्ट छ, उसले एउटा सरकारी, दिस इज जस्ट एन इक्जाम्पल, कसैसँग मिल्न पनि सक्छ। सो उसले चाहिँ एउटा सरकारी कार्यालयको वेबसाइट चलाउँदै गर्दाखेरि चाहिँ उसले त्यसमा एउटा बग भेट्छ होइन। बग भेटेपछि उसले एउटा इमेल लेख्छ। इमेल लेख्दाखेरि सूचना अधिकारी अथवा त्यहाँको कोही अधिकारीलाई लेख्छ। लेख्दै गर्दा कोही बेला नेग्लिजेन्स भनौँ न, वी डोन्ट रिड एभ्री इमेल्स, वी आर नेप्लिज, हाम्रो कल्चर हामीसँग नै छ होइन। हामीलाई फोन नगरुन्जेल हुँदैन, इमेल गरेर हाम्रो लाइफ चल्दैन होइन, प्लेनली एक्सेप्टै गर्नुपर्दा। उसले नेग्लेक्ट गर्यो अथवा उसले बेवास्ता गर्यो भनौँ न, किनकि कोही बेला कति इमेल आउँछ। सो उसले व्यवस्था गर्दै गर्दा त्यो एउटा रिसर्चर चाहिँ अलि रिसायो होइन, मलाई व्यवस्था गर्ने मैले यति मिहिनेत गरेर गरेको भनेर ऊ आवेशमा आयो। आवेशमा आएर उसले त्यो डेटा ब्रिच गर्यो, इन्टरनेटमा हालिदियो। अब के भयो त, त्यो संस्थाको रेपुटेसन त हानि भयो होइन, मान्छेहरूको ट्रस्ट नै गुमायो, सायद कम्पनी बन्द हुने अवस्थामा पुग्यो, लगानी डुब्यो उसको। यो कारणले गर्दा डेटा ब्रिच कसको भयो? सर्वसाधारणको। उसको नागरिकता, उसको पर्सनल डिटेल्स बाहिर आयो। अब यो केसमा हेर्दा कम्पनी जसले आफ्नो सर्वस्व नै गुमायो ऊ पनि एउटा भिक्टिम हो होइन। जनता जसको यहाँ केही रोल नै छैन उसको डेटा ब्रिच हो, ऊ पनि एउटा भिक्टिम हो। र त्यो बालक जसको गुड इन्टेन्सनमा उसले गर्दै गर्दा उसलाई अन्याय भयो जस्तो लागेर ऊ आवेशमा आयो, ऊ पनि एक प्रकारको भिक्टिम चाहिँ छ। सो प्रहरीको एङ्गलबाट अथवा इन्भेस्टिगेटरको एङ्गलबाट हेर्दा दोषी चाहिँ को छ यसमा? यस्तो हेर्नुहोस्, मैले अघि पनि भने समस्या के छ भने प्रहरी त ल इन्फोर्समेन्ट हो, र कतिखेर चाहिँ कानुनको सबै लेखा कुरा होइन, कुनै बेला चाहिँ जजमेन्टहरू आफ्नो इमोसनल पनि कतिखेर भइन्छ। जस्तो हाम्रै केसमा पनि ब्युरोमा आउँदाखेरि अनटिल एन्ड अनलेस चाहिँ पीडितले चाहिँ इन्सिस्ट गर्दैन, हामी त्यति इन्सिस्ट गर्दैनौँ कहिले पनि। गल्ती गरेकै भयो भने जस्तो नाबालकहरू पर्न सक्छन्। अस्ति मात्र 2टा केस आएको थियो, नाबालक थिए, दुवै नाबालक थिए। उसको प्यारेन्ट्सहरू उनीहरूले सबैले र उसको पनि पीडितको प्यारेन्ट्सले पनि के भन्यो, होइन यस्तो अवस्थामा हामी अगाडि जाँदैनौँ, ऊ पनि बच्चै छ, ल म एग्री हो, अब हामीले गर्नै पर्छ, उसले तोडेको छ कानुन, हामी भन्दैनौँ, हामी पनि त मेन्टली बुझ्छौँ नि त, आफ्टर अल वी आर अल्सो द ह्युमन बिङ्स। यस्ता केसहरू हुन्छन्। तर कुनै बेला सिचुएसन के हुनसक्छ भने होइन कानुनले चाहिँ भनेको कुरा अक्षरशः जानुपर्ने अवस्था हुनसक्छ होइन, त्यतिखेर चाहिँ हामी पनि दबाब अथवा त्यस्तो सिर्जनामा पर्न सक्छौँ। किनभने भोलि जवाफ त अनुसन्धान अधिकारीले दिनुपर्छ, उसलाई पनि त गाह्रो हुन्छ, उसले पनि त काहीँ बोल्नुपर्छ। त्यो केस हुनसक्छ। र तपाईँले भनेको यसमा चाहिँ वास्तवमा मैले अघि पनि इक्जाम्पल दिएँ, हामीले चाहिँ बानी आवेशले नै हो बिग्रिने, कतिखेर आवेशले नै हो गलत काम हुने होइन। त्यसैले थोरै बहुत हामीले यो बुझ्या भए सायद यस्तो गर्नु हुँदैन, यसको कन्सिक्वेन्सेस यो हुन्छ भन्ने जाने अब गर्दैन थियो कि त्यो नबुझेर पनि होला ऊ बिचराले त्यस्तो गरेको होइन। र यो केसमा चाहिँ अब त्यसले इमेल हेरेन, एउटा गल्ती त्यहाँ पनि नेग्लेक्ट गर्यो। त्यो भल्नरेबिलिटीहरू उसले आइडेन्टिफाई गर्यो। सायद त्यसैले मैले के भन्दैछु भने अब गर्ने हो भने एउटा व्हाइट हेकरको रूपमा जाउँ, पर्मिसन लिउँ, कुरा गरौँ, मेरो क्यापेबिलिटी यस्तो छ सर, म केही पैसा पनि लिँदैन होइन, तर बाहिरबाट एक्सेस गर्छु, तपाईँको भलुन्ट देखियो। अब कतिखेर एक्सिडेन्टली हुन्छ। जस्तो एउटा के थियो, एउटा साइट हुँदाखेरि स्ल्यास इन्डेक्स राख्ने अथवा चाहिँ के भन्छ होला डाइरेक्टरी ब्राउजिङ भन्छ क्या, डाइरेक्ट लिस्टिङ अथवा ब्राउजिङ, सिम्पल हो नि त, त्यो ह्याकिङ भन्दै मिल्दैन त्यो। अब त्यसलाई के अपराध भन्ने त्यसलाई? त्यस्तो केसमा हामीले कन्सिडर पनि गरेका छौँ। त्यस्ता केसहरूमा एउटा यङ बोय थियो, यो त के भयो ह्याकिङ उसले टुलै चलायो होइन नि त, एउटा स्ल्यास गरेर एउटा राख्ने बित्तिकै देखियो त अब के भन्ने त्यसलाई, डाटा ब्रिज भन्ने। त्यही पनि कोही बेला डेटाबेसको फाइल हुन पनि सक्छ। त्यो केसहरू हामीले हेर्छौँ, अब त्यो हामीले बुझ्छौँ नि त उसले के गर्नु खोजे, अब कतिको प्रयास गरे, कति एटेम्प्ट गरेको छ त। ह्याकिङ गर्ने मान्छेले त गरेर हुन्छ त, त्यो त अपराधी नै हो नि। तर होइन एउटा स्ल्यास लाग्ने बित्तिकै आयो, हामीले हेर्नु पऱ्यो बिचरालाई, बग भनिदियो, यो त राम्रै कुरा हो त। त्यसरी लिया पनि केस छ। त्यसैले तपाईँले भने जस्तो केस छैन, तर त्यो गर्नु हुँदैन जस्तो लाग्छ बाहिर चाहिँ ब्रिज गरिदिएर। किनभने पीडित त फेरि व्यक्ति गोपनीयता त अरू व्यक्तिको पनि गयो, फेरि सँगसँगै उसको पनि स्पोइल हुने भयो लाइफ जसले गर्यो। त्यसैले अलि नपुगेर हो कि नबुझेर हो कि हामीले बुझाउनुपर्छ, आवेश अलि चाहिँ गर्नुपर्छ। यङहरूलाई फेरि त्यो तत्त्व ब्लड हुन्छ, अलि गरिहाल्छन्, मेहनत गरे ऊ गरे भन्ने हिसाबले होइन।
त्यो भरसक चाहिँ बुझ्ने प्रयास गरौँ। अब यस्ता कोइन्सिडेन्ट आयो भने त फेरि कानुनले बोलेको कुरा चाहिँ जानै पर्छ जस्तो देखिन्छ मैले चाहिँ। प्रहरीले नि सर हजुर अरू जति पनि अर्गनाइजेसनहरू छ प्रहरीभित्र स्थापित हजुर उनीहरूले कुनै साइबर क्राइम कमिट गरेमा हजुर उनीहरूलाई पनि नियमन गर्ने अधिकार चाहिँ ब्युरोसँग छ कि छैन सर? छ, त्यो पनि छ। आखिर आफ्टर अल त्यो पनि सिटिजनै हो नि त, सिटिजनसिप त नेपालकै हो नि। तर नेपालको चाहिँ के छ भने प्रहरी सङ्गठनको हो भने नेपालको नियमावली अनुसार प्रहरी नियमावली अनुसार छुट्टै सजाय पनि छ, तर त्यतिले पनि पुग्दैन कुनै बेला होइन। किनभने आखिर नेपाली नागरिक हो, त्यो अपराध बनेको त नेपाली नागरिकलाई बाटोमा ल्याउनलाई हो भनेपछि त्यो पनि लागु हुने भयो। सो एउटा क्वेसन सर नाम नलिकन सोधेँ, फेसबुकमा चाहिँ एउटा गभर्मेन्ट अर्गनाइजेसन धेरैले फिल गर्नुभएको कुरा, उहाँहरूले चाहिँ हप्तै पछि केही सूचना प्रकाशित गर्दा चाहिँ लिस्ट अफ सिटिजन्स र उहाँको सिटिजनसिप नम्बर राख्नुहुन्छ होइन। त्यो चाहिँ एउटा पिडिएफ पोस्ट गर्नुहुन्छ। त्यो जो व्यक्तिहरूको बारेमा पोस्ट गर्नुभयो उहाँहरूको चाहिँ नाम, थर, ठेगाना र उहाँको सिटिजनसिप नम्बर चाहिँ हुन्छ। मैले नाम चाहिँ लिन एक्ज्याक्ट अर्गनाइजेसनको। सो त्यो पोस्ट गर्दै गर्दा गोपनीयताको कुरा एउटा भयो होइन, किनकि अनअथोराइज एक्सेस मात्र होइन, हामीले विद्युतीय कार्यान्वयनमै हेर्ने हो भने पनि त्यो पब्लिस हुन नपर्ने इन्फर्मेसन पब्लिकेसनको कुरा छ होइन, त्यो देखि नै रहेछ। तर मैले एकचोटि एउटा आर्टिकल लेखेको थिएँ कि यसको बारेमा, त्यो मात्र लिएर निर्वाचन आयोगको वेबसाइटमा राख्यो भने नागरिकता, हामीले कसैको निर्वाचनको जुन त्यो मतदाता नामावलीको फोटो छ नि त्यो लिन सक्दो रहेछौँ। अनि त्यहीँ डेट अफ बर्थ हुन्छ होइन, त्यहीँ डेट अफ बर्थ थियो। त्यहाँबाट स्मार्ट लाइसेन्स प्रिन्टिङको वेबसाइटमा नागरिकता नम्बर र डेट अफ बर्थ हाल्यो भने सिधै देखिने रहेछ। भोलि गएर सिम कार्डै अर्को इस्यु गर्न सक्ने कन्डिसन पनि छ। हामीले यसलाई नियमन नगरेको देखिन्छ नि सर। नियमन नगरेको कुरा चाहिँ यसको कन्सिक्वेन्सलाई नबुझाए पनि जस्तो देखिन्छ कि व्यक्तिगत अहिले त हाम्रो चाहिँ डिजिटल अथवा हाम्रो चाहिँ जति फुटप्रिन्टहरू छौँ अथवा चाहिँ फिजिकल छौँ त्यो जति कम राखे त्यति राम्रो हो कि वास्तवमा। त्यो त व्यक्ति गोपनीयता सम्बन्धी ऐन 2075ले बोल्ने हो। तपाईँले भनेको कुरा कुनै पनि अर्गनाइजेसनले कानुनको दिएको अधिकारभन्दा बढी राख्न पनि पाउँदैन, राख्यो भने र राखेको सङ्कलन गरेको डेटा सुरक्षित पनि राख्नुपर्ने उसको अधिकार हो कि संरक्षण गरेको डेटा। तपाईँले भने जस्तो त्यसरी पब्लिस गर्दा सायद नबुझेर हो कि कसैले भनिदिएर हो कि नियमले चाहिँ पहिल्यैदेखि चलिरहेछ, ल चलाउँ, तर बोल्नुपर्छ जस्तो लाग्छ। इभन काहीँ सुधार गर्नुपर्ने हाम्रो ठाउँमा पनि चलान् त्यस्ता कुराहरू। त्यो कुराहरू चाहिँ व्यक्ति गोपनीयतालाई विशेष ध्यान दिएर, र यो अपराध फेरि कहाँतिर जान्छ भने धेरै जसो केही दफाहरू बाहेक बढी चाहिँ के छ भने त व्यक्तिवादी फौजदारीतिर जान्छन्। फेरि सरकारवादी जाँदैन, कसुरहरू व्यक्तिवादी फौजदारीतिर जान्छ, त्यस्ता अपराध छन्। तपाईँले भनेको एक्ज्याक्ट राइट हो। यो कुरालाई नसोचिया छ धेरैले होइन। त्यो कमसेकम राखौँ कि त्यस्ता कुराहरू सामाजिक सञ्जाल अन्य कुराहरूमा त व्यक्ति डिजिटल फुटप्रिन्टदेखि लिएर इभन अब त हामी सामाजिक सञ्जालमा त डेट अफ बर्थ नदेखाउँ भन्छौँ, त्यो पनि लुकाउँ भन्दैछौँ भने झन् नागरिकता 3 पुस्तै दिएर दिनु भने त एकदम गलत हो नि त। सो हामीले विषयगत कुरा धेरै गऱ्यौँ सर होइन। अब थोरै चाहिँ सरको व्यक्तिगत लाइफ भनौँ न। सो एउटा प्रहरीको पक्षबाट पनि लाइफ हेरौँ होइन, एबाउट वर्क लाइफ ब्यालेन्स। किनकि व्यक्तिगत स्वतन्त्रता र मानव अधिकार चाहिँ प्रहरीलाई पनि लाग्छ कि होइन, किनकि प्रहरीको पनि एउटा लिमिटेसन हुन्छ। सो जनताको अपेक्षा जुन छ नि त्यो डिसस्याटिस्फ्याक्सनको एउटा रिजन चाहिँ ओभर एक्सपेक्टेसन जस्तो पनि देखिन्छ कि कुनै कुनै ठाउँमा हेर्दाखेरि चाहिँ। सो प्रहरीले चाहिँ आफ्नो वर्क लाइफ ब्यालेन्स ब्युरोभित्र कसरी बिताइरहन्छ सर? राम्रो एनालाइसिस हो तपाईँको होइन। कहिलेकाहीँ ओभर एक्सपेक्टेसन भएर पनि सायद होला। प्रहरी कस्तो हुन्छ भने नेपाल प्रहरीको आवश्यकता जहाँसम्म मलाई लाग्छ, मैले यसो हेर्छु एनालाइसिस गर्छु होइन, जो मान्छे जन्मेदेखि मृत्युसम्म छ, तर ब्युरोको रोल फरक होला। तर इन जनरल प्रहरीको हरेक ठाउँ प्रहरी भएर पनि होला, तर लिमिटेसन हुन्छ, हरेकको लिमिटेसन हुन्छ। र जहाँसम्म हामीले यहाँ ब्युरोको कुरा छ, ब्युरोमा केसेसहरू कस्तो आउँछस् भने मलाई नै कुरा गर्ने हो भने मेरो फोन जतिखेर पनि बज्छ आउँछ। अहिले पनि इन्फर्मली पनि कुरा गर्दै थियौँ, आइरहेछ। अब मैले उठाउनु पनि पर्छ, तर कतिखेर अवस्था के हुनसक्छ भने साना जुन प्रसङ्ग उठाइएको छ त्यो मसँग सान्दर्भिक नहुन पनि सक्छ, तर मैले बुझाउनै सक्दैन उहाँहरूलाई। एज अ स्पोक्स पर्सन अथवा इन्फर्मेसन अफिसर मैले के दिने, मैले के का लागि मलाई राखिएको हो, त्यहाँ मेरो रोल के हो भन्ने कुरा त्यतिखेर अब त्यो छ, समस्या आउने रहेछ होइन। किनभने आम जनमानसको बुझाइ पनि के छ भने हाम्रो यो स्ट्रक्चर पनि के छ भने माथि मात्रै कुरा गऱ्यो भने सल्भ हुन्छ प्रब्लम भन्ने बुझाइ पनि छ र परिपाटी पनि रहेको छ जुनसुकै ठाउँमा पनि त्यो छ। तर हामीले चाहिँ ब्युरोमा चाहिँ एक हिसाबले चाहिँ अन्य प्रहरी कार्यालय जस्तै ड्युटी अफिसर राखेका छौँ हामीले, 24 आवर्स छ ड्युटीमा बस्छ।
त्यसलाई मोनिटर गर्नलाई एउटा फिल्ड अफिसर भन्ने हुन्छ, त्यसको नम्बर पनि छ हाम्रो फिल्ड अफिसर उसले चाहिँ। र फिल्ड अफिसरबाट चाहिँ एउटा च्यानल वाइज चाहिँ रिपोर्टिङ हुन्छ, बिदाको दिन होस् जे होस् होइन। त्यसैले भरसक बिदाको दिनमा पनि होला हामीले चाहिँ जोडिएका निकायहरूसँग चाहिँ कम्युनिकेसन गर्न नसकौँला। जस्तो फाइनेन्सियल फ्रड भयो, हामीले त निवेदन लियौँ तर अब हामीले कसलाई रिएक्ट गर्नुपर्छ, ब्याङ्कसँग, ब्याङ्क नहोला, त्यो जोडिए नहुन सक्छ होइन, या अन्य चाहिँ कार्यालय नहुन सक्छ, त्यो अवस्था आउन सक्छ। तर होइन, रिपोर्टिङ लिनलाई, कुरै सुन्नलाई चाहिँ साइबर ब्युरो चाहिँ 24/7 चाहिँ छ, त्यहाँ छ तपाईँसँग। त्यसैले निर्धक्क भएर जतिखेर पनि टाइम छ, फिजिकली हो भने बिदाको दिन जतिसकेर पनि गए हुन्छ। र केही गुनासो छ, त्यस्ता केही छन् भने त्यसपछि म छँदैछु अथवा हाम्रो माथिको लेभल छौँ त्यो छँदैछौँ, त्यो त्यसरी चाहिँ आउँदा चाहिँ बेटर हुन्छ। र त्यो व्यवस्था पनि गरेका छौँ हामीले चाहिँ। सो भनेपछि एउटा कुनै पनि भिक्टिमले इमेल, कल अथवा फेसबुक उसले जताबाट रिच आउट गरेर प्रहरीसँग सम्पर्क गरे पनि गर्न सकिन्छ। अहिले त इभन हेलो सरकारबाट आउँछ, कोही चाहिँ हाम्रो यहाँ चाहिँ हाम्रो गुनासो भन्ने छ हेडक्वार्टरमा, त्यहाँबाट पनि आउँछन्, इमेलबाट पनि आउँछन् होइन। अब धेरैले त विदेशमा गर्नेहरूले मलाई कलै गरेर आउँछन्, विदेशमा पनि छन्। तर उहाँलाई पनि एउटा रिक्वेस्ट, यो टाइम हेरिदियो भने सहज हुन्छ। कहिलेकाहीँ राति पनि कल आउँछ कुनै बेला होइन, उहाँको टाइमिङ जोन नमिलेर पनि हो। तर चाहिँ हाम्रो चाहिँ ड्युटी चाहिँ अफिस चाहिँ हुन्छ, र अफिसमा चाहिँ त्यो ड्युटी खटाएकै हुन्छ 24 घन्टा। त्यहाँ डिस्टर्ब गरेको हामीलाई केही मतलब छैन, किनभने उहाँलाई जो ड्युटीमा बस्नुहुन्छ उहाँले अर्को दिन बिदा पाउनुहुन्छ, सट्टा बिदा दिन्छौँ हामी उहाँलाई चाहिँ। उहाँको पनि लाइफ छ, त्यो भएर उहाँको पनि मेन्टल अथवा फ्यामिलीहरूलाई हेरेर त्यसरी गरिएको छ र त्यसरी मिलाएको हुन्छौँ हामीले चाहिँ। सो आज हामीले देखिरहेको भ्युअरलाई एउटा मेन मेसेज चाहिँ नि सर नेदरल्यान्ड्स पढ्नुभयो, उहाँबाट नेपाल आएर नेपाल प्रहरीमा जोइन गरेर आज एसपी भइसक्नु भयो। आज अरू भ्युअरहरू जो चाहिँ त्रिभुवन विश्वविद्यालयले जुन फ्युचर दिन सकेको छैन त्यो देखेर त्रिभुवन विमानस्थलमा देखिन्छन् क्या धेरै होइन। उनीहरूलाई नेपालमै केही गर्न सकिन्छ अथवा डु वी ह्याभ समथिङ टु डु इन नेपाल अहिले पनि? होइन, अब इन्डिभिजुअली रूपमा मैले भन्दाखेरि हामीले नगरे कसले गर्ने हो त भन्ने कुरा मात्रै हो। जस्तो तपाईँ पनि क्यापेबिलिटी हुनुहुन्छ, तपाईँ अहिले सिओ हुनु भन्नुभएको छ, केही गर्नलाई बस्नु भएको छ नि त, तपाईँ कि बाहिर नबिक्ने हो र त्यो इन्डिभिजुअलमा हुन्छ। तपाईँसँगै साथीहरू गएको छन् अब बाहिर, अब तिनीलाई नेगेटिभ भन्ने होइन, उहाँ बाहिर रहेर पनि नेपाललाई सहयोग गरेर आउँछ। एउटा हिजो अस्ति मात्र एउटा प्यानल डिस्कसनमा बसेको थिएँ, माइक्रोसफ्टमा लामो समयदेखि काम गर्नुभएको, ठ्याक्कै नाम बिर्से थापा हुनुहुन्थ्यो। नेपाललाई हामी बाहिरबाट नेपाली भन्दा नेपालमा बसेका भन्दा बढी माया गर्छौँ भन्दै कि केही पऱ्यो भने भन्नुहोस्, हामी आफ्नो खर्चमा आएर नेपाललाई सहयोग गर्न तयार छौँ भन्दै कि हुन्छ। त्यो माया हुन्छ, रहिरहन्छ। बाहिर गएको मान्छेहरू पनि नराम्रो भने होइन, तर नेपालमै गर्ने अवसरहरू पनि छन्। तर इन्भाइरोमेन्ट कसले मिलाइदिने, कसरी मिलाइदिने होइन भन्ने मात्रै हो ठुलो कुरा। हरेक चिज मैले त्यसैले भने नि त, हामीले धेरै सोच्नु हुँदैन। जहाँ तपाईँ हुनुहुन्छ तपाईँको रिस्पोन्सिबिलिटी के हो त्यो ठिक गर्नुहोस्, सकिन्छ जस्तो लाग्छ। त्योभन्दा बढी सोच्ने होइन हामीले कि मैले आफ्नो कर्तव्य गर्ने हो, तपाईँले आफ्नो कर्तव्य गर्ने हो, अर्कोले आफ्नो। सिस्टम त्यसरी नै चल्छ कि सिस्टमले ओभरल्याप हुनु हुँदैन भन्छ प्रणाली भनेकै त्यो। इच कम्पोनेन्टले आफ्नो रोल्स रेस्पोन्सिबिलिटी फुलफिल गर्यो भने सिस्टमको अब्जेक्टिभ फुलफिल हुन्छ। मेरो बुझाइ पहिलादेखिको थ्योरिटिकली पनि हो र यो व्यवहारमा पनि देख्छु। सो हामीले अन्त्यमा आउँदै गर्दा नि हामी कल सेन्टरहरू पनि देख्छौँ। पहिला हामी इन्डियामा सुन्थ्यौँ होइन, इन्डियामा चाहिँ अथवा बाहिर चाहिँ एउटा कल सेन्टर नै बनाएर कर्पोरेट रूपमा नै यिनीहरू सञ्चालनमा छन् भन्ने देखिन्थ्यो, ठगी धन्दाहरू नि। आज कता नेपालको पनि कुनै ठाउँबाट चाहिँ 50जना 100जना मान्छे प्रहरीले पक्राउ गरेर लिएर आयो भन्ने देखिन्छ। सो यो बारेमा चाहिँ सर, यो कल सेन्टर अपरेसन जे छ नि, यसको अपरेसन र हायरिङ मोडल चाहिँ कस्तो हुन्छ होला सर? एक्ज्याक्टली मैले त्यो इन्भेस्टिगेटिभ रूपमा त्यही केसमै काम गरेको छैन, तर ब्युरोले योभन्दा अगाडि एउटा सामाखुसीमा त्यतिखेर चाहिँ ठुलो जमात एउटा यस्तै कल सेन्टर खडा गरेर पीडित चाहिँ को थियो त, युएसएका चाहिँ जुन चाहिँ बुढापाका सिटिजनहरू हुन्छन् तिनीहरूलाई चाहिँ टार्गेट गरेर काम गरेर देखिएको थियो, समातिएको थियो। तिनीहरू चाहिँ यहाँबाट चाहिँ तिनीहरूलाई चाहिँ प्रलोभनमा पार्ने होइन, बुढालाई प्रलोभन होइन कि काइन्ड अफ थ्रेड जस्तो, माइक्रोसफ्टबाट बोलेर अथवा रिनाउन्ड कम्पनीबाट बोलेर तपाईँको एकाउन्टमा यो समस्या छ भनेर, र यिनीहरूको टाइअप चाहिँ इन्डियासँग हाम्रो छिमेकी राष्ट्रमा केही थिए तिनीहरूसँग टाइअप भएर अनि उनीहरूले चाहिँ पैसा चाहिँ विथड्र गराउने खालको यस्तो टाइअप चाहिँ त्रिकोणीय देखिया थियो होइन। अब अहिले पनि यस्तै होला हेर्नुहोस्, अहिले एक्ज्याक्टली अहिले अपरेसन गरेको अवस्था छैन, सिआइबीबाट भएको छ, त्यहाँ बढी थाहा होला उहाँहरूले गर्नुभएको छ, अपराध महाशाखाले गरेको छ जुन चाहिँ अनलाइन गेम्बलिङको केसहरूमा, त्यहाँमा चाहिँ उनीहरूले गरेको छ। मेरो विचारले चाहिँ कनेक्सन विदाउट त हुँदैन, अपरेट बाहिरबाट हुन्छ, केही एजेन्टहरू यहाँ हुन्छन्, यस्तै नै हो। र चाहिँ केले के काम गरे उनीहरूको पनि एउटा त्यो छ, टार्गेट एउटा बनाएको छ र त्यो अनुसार चाहिँ काम भएको अवस्था छ।
होइन। तर चाहिँ कनेक्सन चाहिँ छ, विभिन्न राष्ट्रहरूमा यो कनेक्सन भइरहेछ र हाम्रो चाहिँ छिमेकी राष्ट्रमा के देख्न सकिन्छ, किन देखिन्छ भन्छ खुला बोर्डरले गर्दा, हाम्रो चाहिँ एटिएमहरू चल्ने गर्दा अथवा पैसा लान सजिलो भएको हुनाले चाहिँ बढी चाहिँ भएको देखिन्छ। र त्यही पनि के थाहा बाहिरको मान्छेहरू गरिरहेछ कि। सो हाम्रोमा पनि हेर्दा नि इन्टेलिजेन्स फेलियर जस्तो पनि देखिन्छ सर कति केसेसहरूमा हेर्दा। सो इज आवर इन्टेलिजेन्स रियली विक? अब यस्तो इन्टेलिजेन्सका लागि छुट्टै युनिटहरू छन् नेपालमा, मैले भनिराख्नु पर्दैन तपाईँलाई। मैले त्यसैले भन्दैछु कि हामीले आफ्नो रोल गर्ने हो कि ब्युरोले आफ्नो रोल गर्ने हो। इन्टेलिजेन्सका लागि हाम्रो छुट्टै रोल छ, राष्ट्रिय अनुसन्धान भन्ने हाम्रो बनाएको छ, उहाँ हुनुहुन्छ। त्यस्तै गरी हाम्रो अर्कै पनि छ, स्पेसल ब्युरो छ हाम्रो नेपाल प्रहरी अन्तर्गत छन्, जसले चाहिँ भए गरेका गतिविधिहरूलाई हेरेर हुन्छ। त्यस्तै गरी नेसनल लेभलमा राष्ट्रिय सुरक्षा परिषद छ त, जसमा चाहिँ धेरै कुराहरू डिस्कस हुन्छ, नेसनल डिफेन्सदेखि लिएर यस्ता कुरा जुन राष्ट्रलाई आघात पुर्याउने त्यो कुराहरू छन् नि त। मैले त्यहाँ इन्टरफेयर गर्ने होइन त, सबैले आफ्नो काम गर्दै पुग्छ कि। आई डोन्ट नो, त्यसमा मैले ठ्याक्कै भन्न सकिनँ। तर हामीले चाहिँ हाम्रो जे जुरिडिक्सनभित्र ब्युरोलाई के दिएको छ त, विद्युतीय कारोबारका चारवटा चाहिँ दफा र 249 ठगीको। तर त्यसले गर्दा नै धेरै कुराहरू। तर आम जनताको के छ त, तपाईँको हरेक केस जुन इन्टरनेटबाट हुन्छ त्यसका लागि चाहिँ आउँछन्, पुग्छन्। कपिराइटको केस पनि हामी कहीँ आउँछ होइन, गाली बेइज्जतीको केस पनि हामी कहीँ आइपुग्छ भनेपछि जे सुकैको अवस्थामा होस् त्यो ब्युरोमा पुगे हुन्छ। र हामीले नाइ भन्न सक्दैनौँ, हामीलाई कुन वेबाट उहाँलाई एसिस्ट गर्न सक्छौँ होइन, कसरी उहाँको दुःख कम हुन्छ त्यो वेबाट गर्नुपर्ने बाध्यता हुन्छ र गरि पनि रहेछौँ। कुरो चाहिँ त्यो हो। त्यसैले आफ्नो काम गर्ने हो सबैले। तपाईँले भने जस्तो यस हुन सक्ला त्यो पनि सायद, तर कुन युनिटले गर्ने कसरी गर्ने त्यो गर्नु पर्यो। यस्तो व्यस्त समयलाई पनि थ्याती राखेर यहाँ आइदिनु भयो। हामीले डिकोडेड इन रेड खासमा चाहिँ के हो भने कुनै पनि व्यक्तिलाई अथवा कुनै पनि अर्गनाइजेसनलाई चाहिँ डिकोड गरौँ भन्ने हिसाबमा चाहिँ पडकास्ट सुरु गरे हौँ। सो यसमा चाहिँ हामीले सरकार पक्षहरूलाई ल्याएका छौँ। हजुरको एकदमै व्यस्त समयमा पनि यहाँसम्म आइदिनु भयो, धेरै धेरै धन्यवाद हजुरलाई। सो मायाको चिनोको रूपमा चाहिँ माई सेकेन्ड टिचर इजलिङटनको तर्फबाट चाहिँ हामीले एउटा गिफ्ट ह्याम्पर दिने सोचेका हौँ सर। धेरै त सकिएन तर केही छैन भाइ, मायाको चिनो नै हो। ठिक छ, हुन्छ। सो यो चाहिँ हजुरलाई दिन चाहे सर, यो चाहिँ